सबाउतको दिन, साताहरूको चाडको दिन, पेन्टिकोस्टको दिन परमप्रभु परमेश्वरले फेरि एकपल्ट अचम्मको कार्य गर्नुभयो। उहाँले जुन छाया अनुसार इजरायलीहरूलाई यो चाडलाई पालन गर्नु भनेर भन्दै हुनुहुन्थ्यो, यही छायाको प्रोफेटिक फुलफिलमेन्ट, अगम्बनीय पुरा हुवाइमा परमेश्वरले के गर्नुभयो भने आजको दिन नै 2000 वर्ष अगाडि पेन्टिकोस्टको दिन भनिकन हामी भन्छौँ, यही दिनमा पवित्र आत्मा परमेश्वर ओर्ली आउनुभयो। प्रभु येशू ख्रीष्टले प्रतिज्ञा गर्नुभएको थियो, तिमीहरू यरुशलेम छोडेर कतै नजानु जबसम्म माथिबाट शक्ति आउँदैन। तब आजको दिन चेलाहरू यरुशलेमको घर, जुन घरमा चाहिँ प्रभु येशू ख्रीष्टले अन्तिम भोज गर्नुभएको थियो, त्यो घरमै प्रभु येशू ख्रीष्टले चेलालाई भन्नुभए अनुसार उनीहरू माथिल्लो कोठामा उनीहरू प्रार्थना गरिराखेका थिए। 120 जना चेलाहरू भेला भएका थिए अनि उनीहरूले प्रार्थना गर्दै गर्दा पवित्र आत्मा ओर्ली आउनुभयो अनि त्यो दिन मण्डलीको जन्म भयो। सो ह्याप्पी बर्थडे चर्च। प्रभु येशू ख्रीष्टको साँचो मण्डलीले चाहिँ विश्वभरि यो चाडलाई मनाउनु पर्ने हो। तर दुष्टले यस्तो चाडहरूमा मण्डलीको ध्यानलाई भ्रममा पारेर यताउता अरू कुरातिर खिचिराखेको छ। बर्थडे चाहिँ चर्चको आज, चर्च सु सेलिब्रेट, चर्च चाहिँ दुलै जस्तो सिँगारिनु पर्ने हो। तर हामी अरू चाडहरू चाहिँ मनाउँछौँ, तर परमेश्वरले राखिदिनु एक चाड हेर्नुहोस्, आज पेन्टिकोस्टको दिन, चर्च जन्मिएको दिन, हामी कति हर्ष उल्लासको साथमा हामीले यो आनन्दको चाडलाई मनाउनु पर्ने हो। त तपाईँहरूलाई आजको चाडमा, चर्चको बर्थडेमा हामी स्वागत जनाउन चाहन्छौँ र म तपाईँहरूलाई आज के भन्न चाहन्छु भने आजको दिन पवित्र आत्मा आउनुभएको कुरा हो। अनि म यो आजको दिन यो जुन वचन छ यो चाहिँ एउटा अगम्बनीय वचन हो अनि मलाई लाग्छ यो चाहिँ एउटा खुड्किलो हो, एउटा यस्तो ठाउँ हो जुन ठाउँलाई हामी तयार पार्दैछौँ। किनभने यो ठाउँलाई जबसम्म हामी तयार पार्दैनौँ तबसम्म परमेश्वरले नेपाली जातिमा जुन अगमबानीका कुरा गर्न चाहँदै हुनुहुन्छ, जुन शक्तिका कुरा परमेश्वरले गर्न चाहँदै हुनुहुन्छ, जुन जागृतिको आगो हाम्रो जातिमा परमेश्वरले खन्याउन चाहँदै हुनुहुन्छ, त्यो आगो उहाँले खन्याउन सक्नुहुन्न जबसम्म यो कुरालाई तपाईँ अनि मैले बुझ्दैनौँ अनि यो आत्मालाई तपाईँ अनि मेरो जीवनबाट, मण्डलीबाट, हाम्रो समाजबाट जबसम्म हामी हटाउँदैनौँ तब परमेश्वरले गर्न चाहनुभएको कुरो हाम्रो बिचमा उहाँले गर्न सक्नुहुन्न, पूर्णतयामा गर्न सक्नुहुन्न। आंशिक रूपमा होला, यताउता फटाकफुटुक होला, तर परमेश्वरले आज हाम्रो जातिमा सिँगै प्रकारले कार्य गर्नु हो भने, सिँगै प्रकारले परमेश्वरले हाम्रो जातिलाई छुनु अनि हाम्रो जातिबाट बडा भारी जागृतिको लहर, जागृतिको आगो दन्किनु हो भने तपाईँ अनि मैले आजको यो वचनलाई सुन्नुपर्छ। अनि हामी सानो हौँ, ठुला हौँ, मण्डलीका अगुवाहरू हौँ या साधारण विश्वासी हौँ, हामी सबैजनामाथि यो वचन आजको लागू हुन्छ। म माथि पनि आजको वचनमा परमेश्वर बोल्दै हुनुहुन्छ। जब यो वचन बोल्दै थिएँ तब धेरैपल्ट म यस ठाउँमा घोरिएँ अनि यो घोरिँदै गर्दा परमेश्वरले दिनुभएको कतिवटा प्रकाशहरू मैले लेखेको छु। सायद यो प्रकाशले तपाईँहरूको जीवनमा पनि यो साङ्लो तोडिनु तपाईँलाई मद्दत गर्छ। यो कुरा हुनुभन्दा अगाडि एउटा तपाईँलाई जानकारी, यो आउँदो महिना जुनको महिना विश्वभरि समलङ्गीहरूले एउटा चाडलाई मनाइराखेको छ। एउटा 1 महिनाको उनीहरूको फेस्टिभल, उनीहरूको चाड हुन्छ अनि जुन चाडलाई चाहिँ उनीहरूले प्राइड मन्थ भनिकन भन्छ। उनीहरू अहङ्कारको महिनाभित्र, अहङ्कार भनेको चाहिँ परमेश्वरलाई हुँकार भर्ने, परमेश्वरलाई ललकार दिने उनीहरूले सोचेको छ अनि यो चाहिँ वर्षैदेखि गर्दै आएको हो। तर यो दिनहरूमा अझै तीव्र भएर गइराखेको छ। अनि तपाईँलाई कतिजनालाई थाहा छैन यो समलिङ्गीहरूको चिन्ह कस्तो हुन्छ भनिकन। त्यसले गर्दा समलिङ्गीहरूको चिन्ह म तपाईँलाई देखाइदिँदैछु। उनीहरूको चाहिँ 6वटा रङको झन्डा हुन्छ अनि यो 6वटा रङको झन्डा तपाईँले देख्दै हुनुहुन्छ। जहाँ पनि तपाईँले यो कुरालाई देख्नुहुन्छ तपाईँले त्यहाँ चाल पाउनुहुन्छ। कोही बेला त चर्चको अगाडितिर पनि यो झन्डा लगाइएको हुन्छ। आजकलको कतिवटा पास्टरल अर्डिनेसनमा पनि त्यो झन्डा भएको त्यो अगाडिको त्यो फिता छ, त्यो फितामा त्यो के अरे त्यो झन्डाको रङ हुन्छ। कतिवटा मोबाइलको कभरहरूमा त्यो रङ लगाएको हुन्छ, बच्चाहरूको खेलौनाहरूमा त्यो रङ लगाएको हुन्छ, स्कुलहरूमा यो रङ लगाएको हुन्छ, किताबहरूमा यो रङ लगाएको हुन्छ। थुप्रो ठाउँमा यो रङको प्रयोग गरिँदैछ। अनि यो चाहिँ के को लोगो हो भने समलङ्गीहरूको लोगो हो।
त्यसले गर्दा तपाईँहरूले यसलाई चलाउन अगाडि धेरै सोच्नुहोस् है, कुन कुरोलाई म प्रमोट गर्दैछु, म एउटा इसाई भएर कुन चाहिँ कुरोलाई किन्दैछु, कुन कुरोलाई चाहिँ मेरो मोबाइलमा राख्दैछु, कुन कुरोलाई चाहिँ मैले मेरो मोबाइलमा सजाएको छु, कुन कुरोको वालपेपर बनाएको छु, कुन कुरोको किताबहरू चाहिँ मेरो नानीहरूले पढ्दैछ, कस्तो चर्चमा जाँदैछु। तपाईँको चर्चको अगाडि यस्तो चिनोहरू छ भने त्यो चर्चहरूमा नजानुहोस्, हामी तपाईँहरूलाई सल्लाह दिन्छौँ। तपाईँको मोबाइलतिर त्यस्तो वालपेपर राख्नु छ भने निकाल्नुहोस्। तपाईँको मोबाइलको कभरहरू त्यस्तो किन्नु भएको छ, आइप्याडको कभरहरू, ट्याब्लेटको कभरहरू त्यस्तो किन्नु भएको छ भने तपाईँले निकाल्नुहोस्, किनभने यसले चाहिँ परमेश्वरलाई आदर दिँदैन। यो चाहिँ परमेश्वरको विरुद्धमा उभिएको आवाज हो, नर्क कुण्डबाट आएको आवाज हो। त यो भन्दा भन्दै हामी आजको दिन अर्को वचनको अर्को सिलसिलामा जाँदैछौँ। अब मुख्य मुद्दामा म आउँदैछु, अनि यो मुख्य मुद्दामा आउँदै गर्दा चाहिँ म आजको दिन एउटा समस्यालाई लिएर, एउटा यस्तो खालके विकृतिलाई लिएर हाम्रो जुन मण्डलीमा भइराखेको छ, हाम्रो जातिमा भइराखेको छ, त्यो कुरोलाई लिइकन ताकि परमेश्वरले जागृतिको लागि हाम्रो जातिमा ठाउँ तयार पार्न सक्नुभएको होस्, परमेश्वर बस्नुहुने ठाउँ हाम्रो जातिमा तयार भएको होस्। तपाईँहरू कतिजनाले घमण्ड वा अहङ्कारसँग युद्ध गर्नुहुन्छ? तपाईँहरूको जीवनमा अहङ्कारको समस्या छ। कतिजनाको हात उचाल्नुहोस् त। युट्युबमा हुनुहुन्छ तर तपाईँले यसो हात उचाल्नुहोस् है, मसँग अहङ्कारको समस्या छ भनिकन तपाईँले हात उचाल्दै हुनुहुन्छ। हात उचाल्नुहोस् त। आजको वचन तपाईँको लागि हो। कतिजनाले हात उचाल्नु भएन, यो वचन झन् तपाईँहरूको लागि बढी हो। हेर्नुहोस् है, आजको वचन चाहिँ तपाईँहरूको लागि झन् बढी हो जतिजनाले हात उचाल्नु भएन। किनभने अहङ्कार वा घमण्ड चाहिँ यस्तो समस्या हो जुन समस्यासँग चाहिँ तपाईँ अनि म जहिले पनि युद्ध गर्छौँ, जुन समस्यासँग, जुन आत्मासँग तपाईँ अनि म जहिले पनि झगडा गरिराखेका हुन्छौँ। हितोपदेश 16:18 यसरी लेखिएको छ, जो हामी पढ्छौँ। सर्वनाशको अघि अभिमान र पतनको अघि घमण्डी आत्मा आउँछ। परमेश्वरको वचनमा यहाँ लेखिएको छ, सर्वनाशको अगाडि अभिमान र पतनको अघि घमण्डी आत्मा आउँछ। घमण्डको आत्मा चाहिँ नि संसारमा सबैभन्दा डरलाग्दो आत्मा हो। यस्तो डरलाग्दो पाप हो यो घमण्डको पापले चाहिँ, यो अहङ्कारको पापले चाहिँ नि जुनै पनि जागृतिलाई रोकिदिन्छ। यो पापले घरहरू लथालिङ्ग बनाइदिन्छ। यो पापले मण्डलीलाई विभाजन गरेको छ। यो पापले युद्ध गराउँछ। यो पापले सम्बन्धहरू तोड्ने काम गरिराखेको छ। अनि यो पाप यति डरलाग्दो भ्रममा पार्ने आत्मा हो, जुन आत्माले चाहिँ नि तपाईँ अनि म इसाईहरूलाई आजको दिन भ्रममा अनि हारमा जिउनु बाध्य बनाइराखेको छ। यो चाहिँ अहङ्कारको पाप हो। घरहरू तोडिराखेको छ, मण्डलीहरू भत्किराखेको छ। यो पापले चाहिँ नि आज सबैभन्दा बढी मान्छेहरूलाई नर्कमा धकेल्न कुन पापले चाहिँ भूमिका खेल्दैछ भनिकन तपाईँ भन्नुहुन्छ भने नि यो अहङ्कारको पाप हो। किनभने यो अहङ्कारको पाप चाहिँ सबैभन्दा पहिला जन्मिएको पाप हो। पापहरूको जेठो छोरो भनिकन हामी भन्न सक्छौँ, किनभने यो अहङ्कारको पाप चाहिँ स्वर्गमा जन्मिएको हो। अनि बाइबलले भन्छ शैतानका छोराछोरी, दुष्टका छोराछोरीलाई चाहिँ शैतानले पहिला, सबैभन्दा पहिला चाहिँ यो बिउ चाहिँ उनीहरूको जीवनमा रोपिदिन्छ। हेर्नुहोस् है, यो पाप चाहिँ यति साह्रो भयानक छ, यति साह्रो भयानक छ। किन भयानक छ भन्दाखेरि चाहिँ नि यो पाप चाहिँ नि अदृश्य भएर मान्छेको जीवनमा काम गर्छ। एउटा मदपान गर्ने मान्छेलाई थाहा हुन्छ ऊ मदपान गर्ने मान्छे, ऊ मत्तु हो। गाउँकै सबले भन्छ, के भन्छ? ऊ मत्तु हो। एउटा चोरलाई थाहा हुन्छ ऊ चोर हो भनिकन, किनभने ठानामा उसको फोटो हुन्छ, उसलाई गाउँघरको मान्छेले चिन्दै जान्छ कि ए यो मान्छे चोर काम गर्छ। एउटा हत्यारालाई थाहा हुन्छ ऊ हत्यारा हो, किनभने उसले हत्यारा गरेको छ। तर एउटा घमण्डी मान्छेलाई नि कहिले पनि थाहा हुँदैन ऊ घमण्डी हो। एउटा अहङ्कारी मान्छेलाई कहिले पनि थाहा हुँदैन कि ऊ चाहिँ अहङ्कारी हो। हेर्नुहोस् है, अनि एउटा अहङ्कारी मान्छे चाहिँ नि आफ्नो नम्रतामा पनि घमण्ड गरेर हिँड्दै गरेको हुन्छ। एक दिन एउटा सन्डे स्कुलको टिचरले सन्डे स्कुलको नानीहरूलाई, बच्चाहरूलाई सिकाउँदै थियो रहेछ। अनि सन्डे स्कुलको टिचरले बच्चाहरूलाई सिकाउँदै गर्दा के भन्दै थियो रहेछ भने
बाइबलमा प्रभु येशू ख्रीष्टले भन्नु गएको उखान एउटा कर उठाउने मान्छे अनि एउटा एकदमै धर्मगुरु, दुईजना चाहिँ सभाघरमा पसेर मन्दिरमा पसेर प्रार्थना गर्दै गरेको। अनि कर उठाउने मान्छेले चाहिँ बाइबलमा हामी पढ्छौँ नि होइन, उसले चाहिँ आफ्नो अनुहारलाई स्वर्गतिर देखाउनु पनि सकेन। ऊ चाहिँ पछाडि बसिकन घोप्टो परेर शिर ढाकिकन उसले पश्चाताप गर्न थाल्यो, ऊ रुन थाल्यो। उसले यति मात्रै भने, प्रभु म पापी हो, मलाई सहायता गर्नुहोस्। त्यो धर्मगुरुले चाहिँ के गरे अरे, ऊ चाहिँ अगाडि गइकन एकदम छाती फुलाएर ठुलो हृदय बनाएर चाहिँ उसले के भने अरे, प्रभु धन्यवाद, म यो पापी जस्तो छुइनँ, यो जस्तो अधर्मी छुइनँ भनिकन उसले ठुल्ठुलो शब्दहरू लगाएर प्रार्थना गर्यो। यो घटना चाहिँ प्रभु येशू ख्रीष्टले यो उखानमा भन्नुभएको। अनि त्यो सन्डे स्कुलको टिचरले भनिसक्यो अरे, नानी हो कति आशिषित आज है, हामी कति आशिषित छौँ, हामी त्यो घमण्डी धर्मगुरु जस्तो छैनौँ, हालेलुया भनेर भने नानी सबैले हात ताली बजाएर क्या हो। मेरो कथाको शीर्षक बुझ्नुभयो हजुर? घमण्डी र नम्रताको बारेमा सन्डे स्कुलको टिचरले भन्दै थियो, तर उसले अन्तमा के भनिदियो, हामी त्यो मान्छे जस्तो घमण्डी छैनौँ। हेर्नुहोस् है, घमण्ड यति डरलाग्दो लुकेर बसेको हुन्छ है, हामी के गर्छौँ, हामी त्यसलाई देख्नै सक्दैनौँ। घमण्ड के हो, अहङ्कार के हो भन्नु अगाडि म आज तपाईँलाई के भन्न चाहन्छु भने, अहङ्कार के चाहिँ होइन, अहङ्कार के होइन। तपाईँको बारेमा सठिक दृष्टिकोण राख्नु अहङ्कार होइन। हामी सबैजनालाई नै प्रभु येशू ख्रीष्टले केही न केही बनाउनु भएको छ। हेर्नुहोस्, हामी विशेष गरी हामी परमेश्वरको घरानामा हामी जोडिएका मान्छेहरू हौँ। त्रिएक परमेश्वरको घरानामा जोडिएको कारणले गर्दा परमेश्वरले हामी एक एकजनालाई कुनै न कुनै विशेषता दिनुभएको छ, कुनै न कुनै आशिषका कुराहरू परमेश्वरले तपाईँ मेरो जीवनमा खन्याउनु भएको छ। परमेश्वरले कुनै न कुनै कौशल तपाईँ मेरो जीवनमा दिएर परमेश्वरले पठाउनु भएको छ। वी आर अल समबडी। कतिजनाले भन्छ हामी त उद्धार के अरे अनुग्रहद्वारा बचाइएका पापीहरू मात्रै हौँ। हो, त्यो पनि सही हो, तर अर्को वचनले के भन्छ भने हामी ख्रीष्ट यीशुमा परमेश्वरको धार्मिकताहरू पनि हौँ, धार्मिकताहरू पनि हौँ। अनि यूहन्ना 13 मा प्रभु येशू ख्रीष्टको बारेमा साह्रो मिठो कुरा लेखेको छ। यूहन्ना 13 मा के लेखेको छ भने, प्रभु येशू ख्रीष्ट पिताबाट आउनु भएको अनि उहाँ पिताका जाँदै हुनुहुन्थ्यो भनिकन उहाँलाई थाहा थियो, उहाँ को हुनुहुन्छ भनिकन थाहा थियो। आजको इसाईलाई म कहाँबाट आएँ, मेरो जीवन कहाँबाट सुरु भयो, मेरो बुलाहट कहाँबाट आएको, मलाई कसले पठाउनु भएको, त्यो कुरो थाहा हुनु एकदमै ठुलो खाँचो छ। अनि त्यो ठाउँमा उभिनु पनि पर्छ इसाईहरू। अनि म कहाँ गएर एक दिन कसको अगाडि उभिएर म जवाब दिन्छु, त्यो पनि इसाईलाई थाहा हुनुपर्छ। त्यसलाई घमण्ड भनिँदैन। टु रेकग्नाइज हु यु आर इन क्राइस्ट, तपाईँ ख्रीष्ट यीशुमा को हुनुहुन्छ त्यसलाई चिन्नु चाहिँ त्यसलाई घमण्ड भनिँदैन। हेर्नुहोस् है, अब घमण्ड के हो, अहङ्कार के हो, अहङ्कार के हो? अहङ्कार चाहिँ नि यो ब्रह्माण्डमा सबैभन्दा एकदम एक ध्वंसात्मक चरित्र हो। सबै कुरो भत्काउँछ यो घमण्डले। यो घमण्ड चाहिँ कस्तो खालको आत्मा हो भने नि, परमेश्वर चाहिँदैन, परमेश्वरदेखि अलग भएर म जिउनु सक्छु, परमेश्वरदेखि अलग भइकन म मेरो जीवन चलाउन सक्छु भन्ने जुन आत्मा छ, यो आत्माले चाहिँ के भन्छ भने, परमेश्वर अब तपाईँको खाँचो पर्दैन, मलाई मेरो जीवन म आफै चलाउन सक्छु, मेरो प्राणको रक्षक, मेरो प्राणको कर्णधार चाहिँ म नै हुँ, त्यसले गर्दा तपाईँको सहायता मलाई चाहिँदैन, तपाईँको अनुग्रह बिना पनि म बाँच्नु सक्छु भनिकन यो अहङ्कारको आत्मा बोल्दछ। तपाईँलाई थाहा छ मान्छेले किन प्रार्थनाको जीवन मान्छेको छैन? तपाईँ धेरैजनाको प्रार्थनाको जीवन छैन, प्रार्थना गर्नुहुन्न तपाईँहरू, किनभने नि मान्छेलाई प्रार्थना गर्न नदिने सबैभन्दा ठुलो आत्मा चाहिँ के हो? घमण्डको आत्मा हो। बिना प्रार्थनाको जीवन चाहिँ नि घमण्डको आत्माबाट निस्किन्छ। किनभने त्यो मान्छेले के भन्दै गरेको हुन्छ भने, मलाई परमेश्वर चाहिँदैन, मैले प्रार्थना नगर्दा पनि मेरो जीवन चलिराखेको छ, मैले मेरो जीवन धाइराखेको छु, मैले स्कुलमा राम्रो गरिराखेको छु, मैले कलेजमा राम्रो गरिराखेको छु, वाइ सुड आई प्रे?
मलाई परमेश्वरलाई दिनरात गइकन परमेश्वरलाई झिझ्याउनु, परमेश्वरको अगाडि खुट्टा ढोग्नु, परमेश्वरको लुगा पछ्यौरी समात्नु, परमेश्वरको अगाडि रुनु चिच्याउनु किन खाँचो? मलाई चाहिँदैन, मलाई परमेश्वर चाहिँदैन। त्यसले गर्दा म दिनरात परमेश्वरको अगाडि पुकारा गर्नु मलाई सुहाउँदैन। घमण्डको आत्माबाट चाहिँ नि प्रार्थना विहीन जीवन सुरु हुन्छ। दोस्रो, घमण्डको आत्माले कृतज्ञ जीवन जन्माउँछ। घमण्डको आत्माले के भन्छ भने मैले के को लागि धन्यवाद दिनु? यो त सबै मैले कमाएको हो, यो सबै मैले मेरो परिश्रमले गरेको हो, यो घर मैले कमाएको, मैले गरेको, यो गाडी मैले किनेको, मैले यो गरेँ हेर मेरो प्रतिभाले, मेरो ट्यालेन्टले, मेरो स्किलले, मेरो कौशलले गर्दा मैले सबै गरेको। अनि त्यसले गर्दा म परमेश्वरप्रति किन धन्यवादी हुनु? घमण्डको आत्मा, अहङ्कारको आत्मा चाहिँ नि कहिले पनि धन्यवादी हुनु जान्दैन। पावल प्रेरितले के भनेको छ भने पहिलो कोरिन्थी 4:7 हामी पढौँ त। किनभने अरूहरूभन्दा तिमीहरू कुन कुरामा फरक छौ? तिमीहरूसित के छ जो तिमीहरूले पाएका होइनौ? अनि तिमीहरूले त्यो पाएका छौ भने त्यो चाहिँ वरदान होइन जस्तै गरी किन तिमीहरू घमण्डले फुल्दछौ? जो कुरा तिमीहरूले पाएका होइनौ, तिमीहरूमा कुन कुरो छ? वाट हेभ यु द्याट यु डिड नट रिसिभ? बाइबलले यो कुरा भन्छ सबै कुरा चाहिँ उहाँद्वारै, उहाँकै निम्ति बनिए। तपाईँले पाउनुभएको, हामीले पाएको हरेक ट्यालेन्ट, हरेक कौशल, हरेक गुण, हरेक जीवनमा हाम्रो जति पनि छ नि, सुन्दरता, धन, दौलत, रूप, रङ, बल, ताकत, तपाईँले जे पनि भन्नुहुन्छ, यो चाहिँ तपाईँले आफै कमाएको होइन। त्यसको लागि पावल प्रेरितले के भन्छ भने तिमीहरूले के चाहिँ कमाएर, के चाहिँ पायौ तिमीहरूले? अरूहरूभन्दा तिमीहरू कुन कुरामा फरक छौ र? तिमीहरूसित के छ जो तिमीहरूले पाएका होइनौ? अनि तिमीहरूले त्यो पाएका छौ भने त्यो चाहिँ वरदान होइन जस्तै गरिकन, माथिबाट पाएको होइन जस्तो गरिकन, तपाईँले कमाउनु भएको जस्तो गरिकन तिमीहरू अगाडि बढिराखेका छौ। इभन स्कुल पढ्नको निम्ति ज्ञान अनि बुद्धि पनि परमप्रभुबाट आउँछ। ज्ञान अनि बुद्धि परमप्रभुबाट आउँछ। तपाईँलाई कौशल कसले दियो? पैसा कमाउने ताकत कसले दियो? तपाईँको हातमा कसले चाहिँ त्यो कलालाई हालिदिनु भयो? तर घमण्डले के भन्छ? होइन, मैले आफै गरेको, मैले आफ्नै प्रकारले के गरेको, कमाएको, मैले आफ्नै बलमा, मेरो आफ्नै शक्तिमा मैले कमाएको। आज मण्डलीहरूमा नि यो आत्माले ग्रस्त भएर काम गरेको कारणले गर्दा नि जागृति रोकिएको छ। आज पवित्र आत्मा, पेन्टिकोसको दिनमा हामी पवित्र आत्माको कुरा त गर्छौँ। बाइबलले भन्छ फसल तयार छ, पवित्र आत्मा तयार हुनुहुन्छ, पवित्र आत्माले हाम्रो जातिलाई छुन चाहँदै हुनुहुन्छ, पवित्र आत्माको शक्ति, सामर्थ्य, अभिषेक चाहिँ परमेश्वरले नेपाली जातिमा खन्याउन चाहँदै हुनुहुन्छ। केले रोक्दैछ भन्दाखेरि चाहिँ यो आत्माले रोक्दैछ। अब म 8वटा सङ्केतहरू भन्न चाहन्छु। एउटा अहङ्कारी मान्छेमा, तपाईँ अहङ्कारी हो कि होइन, हामी अहङ्कारी हौँ कि होइनौँ, तपाईँ अहङ्कारी हो कि होइन, यो 8वटा सङ्केतभित्र के तपाईँ पढ्दै हुनुहुन्छ? पहिलो सङ्केत, अहङ्कारी मान्छे कस्तो हुन्छ? जब कसैले तपाईँको गल्ती देखाइदिन्छ तब तपाईँलाई रिस उठ्छ। अहङ्कारी मान्छेको चिन्ह हो। कसैले जब तपाईँको गल्ती देखाइदिन्छ, यस्तो होइन भनिकन तपाईँलाई भन्छ, तपाईँलाई रिस उठ्नु थालिहाल्छ, तपाईँ इरिटेट हुनुहुन्छ। कसैले तपाईँको गल्ती देखाइदिँदाखेरि यो चाहिँ अहङ्कारको चिन्ह हो। तपाईँको जीवनमा अहङ्कारले काम गर्दैछ, प्रशस्त मात्रामा अहङ्कारले काम गर्दैछ भन्ने चाहिँ यो चिन्ह हो। यदि तपाईँको जीवनमा यो चिन्ह छ भने याद गर्नुहोस्, कसैले तपाईँको गल्ती देखाइदिँदाखेरि तपाईँलाई झडङ्ग रिस उठेर आउँछ, तपाईँ इरिटेट हुनुहुन्छ। दोस्रो, अहङ्कारी आत्माको चिन्ह के हुन्छ? दोस्रो, अहङ्कारी मान्छेले चाहिँ नि जुन कुरोमाथि उसको अधिकार छैन त्यो कुरोहरूमाथि के गर्छ? उसले उसको प्रशंसालाई उसले ग्रहण गर्दै गरेको हुन्छ। जस्तो तपाईँ सुन्दर हुनुहुन्छ, अमै परे त कति ब्युटी हो,
भन्दाखेरि नि ऊ नम्र हुँदैन। हो र, हो नि, मैले खास गरी चाहिँ नि बिहाको अगाडि चाहिँ झन् ब्युटी थिएँ नि म, अहिले अलिकति डाउन भएको त। त्यो चाहिँ के हो हजुर? त्यो चाहिँ घमण्डको अहङ्कारको आत्माले काम गरेको। सुन्दरता जुन तपाईँले कमाउनु भएको होइन, तपाईँको एबिलिटिजहरू, गीत गाउने गायन शैली, गीत गाउने कला, कथा वाचन, कविता वाचन गर्ने शक्ति, तपाईँले लेखन शक्तिहरू छ, तपाईँको जे एबिलिटीहरू तपाईँले जुन आफैले कमाउनु भएको होइन नि, अरूले भन्दै गर्दा तपाईँलाई त्यसले केही पनि फरक पार्दैन कि? वा तपाईँ उकालिएर उचालिएर तपाईँ जाँदै हुनुहुन्छ, कसैले आमा क्या गीत गायो स्टेजमा आज त तिमीले भन्दै गर्दा नि तपाईँलाई त्यसले केही पनि असर पार्दैन कि? कहाँ हो, मैले कहाँ गीत गाएको हजुर, यो स्वर त मेरो हुँदै होइन, त परमप्रभुले दिनुभएको भनिकन तपाईँ नम्र बनिनुहुन्छ कि मनमनमा लड्डु फुट्छ तपाईँको? यस यस, मैले आज सबलाई गरेर देखाइदिएछु भनेर तपाईँको नि जुन कुरो तपाईँले पाएको होइन, स्वर तपाईँले बनाएको होइन नि, परमप्रभुले दिनुभएको नि तपाईँलाई। सुन्दरता तपाईँले बनाएको होइन, परमप्रभुले दिनुभएको नि हो कि हजुर। तपाईँले फेसबुकमा एउटा फोटो हालेर सो क्युट, सो गर्जियस भन्दाखेरि तपाईँ थ्याङ्क यू थ्याङ्क यू थ्याङ्क यू थ्याङ्क यू लेख्दै जानुहुन्छ तल हजुर, लेख्दै जानुहुन्छ थ्याङ्क यू सो क्युट, सो प्रिटी, सो ब्युटिफुल, थ्याङ्क यू लेख्दै जानुहुन्छ नि। तपाईँले ब्युटी सुन्दरता कमाएको होइन त, त्यो माथिबाट आएको हो। तपाईँले थ्याङ्क यू लेख्ने दरकारै छैन, प्रेज द लर्ड लेख्नुहोस् त, तपाईँलाई कमेन्ट गर्ने कम्ती हुन्छ त्यहाँनिर हजुर। तेस्रो अहङ्कारको आत्माले के गर्छ? अहङ्कारको आत्माले आफ्नो गल्तीहरू मानिलिँदैन, आफ्नो गल्तीहरू कहिल्यै मानिलिँदैन। जे कुरामा पनि जब गल्ती देखा पर्छ उसले बहानाबाजी गर्छ। फल्नाले गर्दा पता, त्यसले गर्दा पता, म त ठिकै छु नि, मेरो त कहाँ गल्ती, म त संसारमा गल्ती गर्नै नसक्ने मान्छे हो म। अहङ्कारको आत्मा चाहिँ यसरी बोल्छ, इट नेभर एक्सेप्ट्स मिस्टेक। गल्तीलाई कहिले पनि ग्रहण गर्दैन, जहिले पनि के गर्छ? बहाना बनाइकन नि त्यो गल्तीलाई ढाकछोप गर्ने कोसिस गर्छ। धेरैपल्ट त घर मैले के देखेको छु भने नि परिवार डल्लै नै पनि के हुन्छ? अहङ्कारले भरिएको हुन्छ। अनि जब छोराले गल्ती गरेर आउँछ डल्लै परिवार मिलिकन नि छोराको गल्तीलाई ढाकछोप गर्छ, यहाँसम्म कि मण्डलीलाई पनि प्रभाव पारिदिन्छ। हजुर, पास्टर बाबु गएर भन्नुहुन्छ तपाईँको छोराले यस्तो गरेछ, डल्लै परिवार मिलिकन के भन्छ? होइन नि पास्टर बाबु, खास हाम्रो छोराले गरेकै होइन नि। त्यो के हो? अहङ्कारको आत्मा बोलेको। तपाईँले तपाईँको छोराको पापलाई लुकाउँदै हुनुहुन्छ। होइन नि पास्टर बाबु, मेरो छोरीले त गरेको होइन नि यस्तो, तपाईँले तपाईँको छोरीको पापलाई लुकाउँदै हुनुहुन्छ। यो चाहिँ अहङ्कारको आत्मा हो। अहङ्कारको आत्मा जसले चाहिँ कहिले पनि गल्तीलाई ग्रहण गर्नु मान्दैन, जसले भन्दैन हो हामीले गल्ती गऱ्यौँ, हामी चुक्यौँ, हामी लड्यौँ भनेर यो आत्माले कहिले पनि भन्दैन। चौथो कुरा यो अहङ्कारको आत्माले के गर्छ? जब भेदभाव देखा पर्छ, जब डिसएग्रिमेन्ट देखा पर्छ, नमिल्ने कुराहरू, जब मत विभाजनको कुरा देखा पर्छ, यो अहङ्कारको आत्माले के भन्छ भने नि ठिकै छ नि त, तिमी जाऊ, तिमी बिना पनि म चल्न सक्छु, तिमी बिना पनि म अगाडि बढ्न सक्छु, मलाई नि मण्डलीमा तिमी नै चाहिन्छ भन्ने छैन हो, तिमी बिना पनि मण्डली। आजकल समस्या नि यो भइराखेको छ, विश्वासीहरूले मण्डली छोडेर गइराखेको छ। कतिजना गोठालाले नि मतलब पनि छैन। किनभने घमण्डको आत्माले के भन्छ भने यो बिना पनि मण्डली चलाएर म देखाइदिन्छु, यो बिना पनि मण्डली चलाएर देखाइदिन्छु। हेर्नुहोस् है, भेडासँग नि गोठालाले आफूलाई दाँच्नु कहिले पनि हुँदैन। गोठालाको स्तर माथि हुन्छ, भेडाको स्तर तल हुन्छ। हजुर, मण्डलीको विश्वासीहरू मण्डली छोडेर मण्डलीबाट मन दुखाएर बस्दैछ भने गोठालाको जिम्मेवारी हो जाने, गोठालाको जिम्मेवारी हो बुझ्ने के भइराखेको छ, कहाँ दुःखमा छ, कहाँ कष्टमा छ, वा केही मनमुटाउ भइराखेको छ, मत विभाजन भएको छ। तर
हामी त्यो कुरा गरिराखेका हुँदैनौँ। घमण्डको आत्माले के भन्छ? जान्दा त जा, मण्डली फुटे पनि फुटोस्, तर म चाहिँ झुक्दिनँ। आज यो मान्छेहरू बिना पनि हाम्रो मण्डली चलाएर हामी देखाइदिन्छौँ, यो मान्छेहरू बिना पनि हाम्रो मण्डली अगाडि बढाएर हामी देखाइदिन्छौँ। दिस इज द स्पिरिट अफ प्राइड। घमण्डको आत्मा हो यो, जुन मण्डलीमा आजको दिन काम गरिराखेको छ। पाँचौँ कुरा, घमण्डको आत्माले नि कहिले पनि परामर्श काउन्सिल लिनु मान्दैन, अरू मान्छेहरूबाट सिक्न मान्दैन। कसैले जब भन्छ म तपाईँलाई परामर्श दिन चाहन्छु, तपाईँको जीवनमा परामर्शको खाँचो छ, वा तपाईँको जीवन यस्तो गर्दाखेरि सुधारिन्छ है, हजुर, तब के हुन्छ? हामीलाई घमण्डको आत्माले नि हामीलाई त्यो परामर्श लिनु मान्दैन। धेरै वर्ष अगाडिको कुरा हो। एक दिन मैले वचन बोल्दै गर्दा एउटा नेपालीमा कतिवटा उल्थाहरू गलत रहेछ, अनि उल्थाहरू गलत भएको कारणले गर्दा मैले जब पढ्दै थिएँ अनि मैले त्यो वचन बोल्दै गर्दा भने यो उल्था गलत रहेछ, यो बाइबल च्यातेर फ्याँकिदिनुपर्छ, यो नेपाली बाइबल चाहिँ च्यातेर फ्याँकिदिनुपर्छ भन्दै मैले यो उल्थाहरू कति गलत रहेछ भनेर भने। त मैले वचन बोलिसकेँ। वचन बोलिसकेर नि 2-3 दिनमा एकजना नयाँ विश्वासी बहिनी मेरोमा आउनुभयो। नयाँ विश्वासी हो त्यो बहिनी। अनि त्यो बहिनीले के भने, दादा तपाईँसँग एउटा कुरा भन्नु छ। अनि मैले के छ बहिनी भने, अनि त्यो बहिनीले भने, दादा अस्ति तपाईँले वचन बोल्दै गर्नुहुँदाखेरि बाइबल च्यातेर फ्याँक्नुपर्छ भन्ने जुन कुरा तपाईँले भन्नुभयो त्यो तपाईँले नभन्नु पर्थ्यो। स्वाट्टै झ्वाक चलेर आयो, को यो बहिनी मलाई सिकाउने? 2 वर्ष पनि भएको छैन प्रभुलाई ग्रहण गरेको, हुइसी। तर पवित्र आत्माले च्याप्पै मलाई त्यति बेला पक्रिनु भयो। म दुधे बालकहरूबाट मेरो प्रशंसा लिन्छु, चुप लाग अनि सुन। अनि त्यो बहिनीलाई मैले भने, सरी मैले भन्नु हुँदैन थियो, मैले गलत बोली पठाएँ। हेर्नुहोस् है, अहङ्कारको आत्माले चाहिँ नि सल्लाह लिनु मान्दैन। आज साना साना भाइ बहिनीहरू मण्डलीमा परमेश्वरको आत्माले चलाइकन मण्डलीमा परमेश्वरका कुराहरू ल्याउँदै गर्दाखेरि यदि अगुवाहरू चाहिँ मण्डलीका गोठालाहरू चाहिँ अहङ्कारको आत्माले भरिएको छ भने नि त्यो सल्लाह पटक्कै सुन्नु मान्दैन। को हो यो? हिजो अस्ति मैले बप्तिस्मा दिएको हो यसलाई, यसको परिवारलाई त यो त जन्मिएको दिन कट्टुमा कुद्दै गरेको मैले देखेको हो, अहिले आएर मलाई सिकाउँछ। अहङ्कारको आत्मा नि रेफ्युजेस टु टेक काउन्सिल, अनि अरू मान्छेहरूबाट कहिले पनि सिक्नु मान्दैन। के तपाईँमा यो आत्मा छ? के तपाईँमा यो आत्मा छ? आज पेन्टिकस्टको दिन हो, पवित्र आत्मालाई ढाँट्नु हुँदैन। छैठौँ कुरा, अहङ्कारको आत्माले नि जहिले पनि अरू मान्छेलाई सँग नि आफूलाई प्रतिस्पर्धामा मात्रै भेटाउँछ। जहिले पनि कुनै मान्छेसँग आफूलाई प्रतिस्पर्धामा मात्रै भेटाउँछ। यो र मेरो बिचमा के छ भिन्नता? यसकोमा के छ जुन मेरोमा छैन? अनि यो कुरालाई पाउनुको निम्ति म के गर्न सक्छु? जहिले पनि कम्पिटिसन। कसैले वचन बोल्दाखेरि अहङ्कार भएको आत्मा तल बसिराखेको हुन्छ, तर उसको मनमा उसले अहङ्कार भरेर आफूलाई प्रतिस्पर्धामा ल्याइराखेको हुन्छ। कसैले नाच्दै गरेको हुन्छ, त्यो नाच्दै गरेको मान्छेलाई ऊ पनि अहङ्कारले भरिएर उसले के गर्दै गरेको हुन्छ? प्रतिस्पर्धा गर्दै गरेको हुन्छ। कसैले गाउँदै गरेको हुन्छ, गाउँदै गरेको मान्छेलाई पनि हेरेर उसले प्रतिस्पर्धा गर्दै गरेको हुन्छ। कसैको अनुहार राम्रो छ हजुर, अनि ऊ पनि प्रतिस्पर्धामा आउँछ नि, आफ्नो अनुहारलाई पनि राम्रो सुन्दर सेतो गोरे बनाउनुको निम्ति पाउडर दलेर हुन्छ कि क्रिम दलेर हुन्छ कि फेसियल गरेर हुन्छ कि एसिड घोप्टाएर हुन्छ कि उसको अनुहारलाई उसले सेतो बनाउनु खोज्छ। जहिले पनि प्रतिस्पर्धामा ऊ बसिराखेको हुन्छ। अलवेज घमण्डको आत्मा चाहिँ नि प्रतिस्पर्धा बोकेर आउँछ। 8औँ कुरा, अहङ्कारी आत्माले चाहिँ जहिले पनि धेरै माग्दैन, तर जहिले पनि के माग्छ? यो मान्छेमा भएको भन्दा धेरै चाहिँ मेरोमा हुनुपर्छ। यो मान्छेको भएको भन्दा चाहिँ धेरै हुनुपर्छ। हेर्नुहोस् है, यसकोमा एउटा स्कुटर छ भने मेरोमा 1.5वटा हुनुपर्छ वा 2टा स्कुटर हुनुपर्छ। अहङ्कारको आत्माले नि जहिले पनि के गर्छ? योसँग म कति भयङ्कर हुन सक्छु, योसँग म कति।
हजुर धेरैपल्ट नै हाम्रो समस्या के छ हामी जब परमेश्वरको वचन सेवाकाईमा हामी माथि जान्छौँ, हामीभन्दा तलका भाइ बहिनीहरू जब माथि आउन थाल्छ नि, हामीलाई असुरक्षित लाग्न थाल्छ। हामी के देख्छौँ, यिनीहरू कम्पिटिसन हो, मेरो कम्पिटिसन हो। मैले अगमबानी बोल्दिनँ, मैले दर्शन देख्दिनँ, तर यो नानीले, यो छोराले, यो छोरीले, मण्डलीको यो भाइ बहिनीले अगमबानी दर्शन देख्दैछ भने नि यिनीहरूको आगो निभाउनुको निम्ति म हर समय प्रयास गर्छु। किनभने उनीहरूलाई म के देख्छु, मेरो प्रतिस्पर्धाको ठाउँमा देख्छु। तर यदि परमेश्वरले तपाईँलाई त्यो ठाउँमा राख्नु भएको छ भने नि त्यो ठाउँ कसैले पनि खोज्नु सक्दैन। त्यसले गर्दा घमण्डको आत्माले चाहिँ कुरा कहिले पनि बुझ्दैन। घमण्डको आत्माले के भन्छ, निभा त्यसलाई चर्चबाट निकाल, त्यसलाई बदनाम गर, त्यसलाई वचन बोल्नु नदेखिन पनि तँभन्दा भयङ्कर बोल्छ यसले वचन, त्यसलाई वर्सिप गर्नु नदेखिन पनि तँभन्दा राम्रो वर्सिप गर्छ, त्यसलाई के अरे चर्चको त्यो रोस्टर बनाउँदाखेरि, चर्चको प्लान गर्दाखेरि यसलाई कहिले पनि सेवाकाई गर्नु नदेखिन भने तँभन्दा राम्रो सेवाकाई गर्छ, यसले गर्दा मान्छेले वचन सुन्छ तर तैँले भन्दाखेरि कम्ती सुन्छ। अनि तपाईँले त्यो मान्छेलाई नि सधैँभरिको लागि तपाईँले दरकिनार गर्दै कुनामा चेप्टाउँदै बरु आफ्नो छोराछोरी वर्सिप राम्रो गरोस् कि नगरोस्, आफ्नो परिवारलाई मात्रै खडा गर्ने तपाईँको प्रवृत्ति हुन थाल्छ, आफ्नै परिवारलाई मात्र अगाडि देखाउने तपाईँको प्रवृत्ति हुन थाल्छ। यो चाहिँ अहङ्कारको आत्मा हो, अहङ्कारको आत्मा हो। C.S. लुइसले के भन्नुभएको छ भने नि, प्राइड गेट्स नो प्लेजर इन ह्याभिङ समथिङ, ओन्ली इन ह्याभिङ समथिङ मोर देन अदर म्यान भनेको छ। तपाईँकोमा केही कुरो होस् भनेर नि अहङ्कारको आत्माले त्यतिमै चित्त बुझाउँदैन, तर अर्कोमा भएको भन्दा बढी चाहिँ मेरोमा होस् भनिकन नि त्यो आत्माले जहिले पनि त्यस्तै कुरा खोजिराखेको हुन्छ। घमण्डको आत्मा, अहङ्कारको आत्मा चाहिँ नि तुलना गर्ने वा दाँच्ने त्यो पर्यावरणमा नि त्यो हुर्किन्छ। जहिले पनि दाँच्छ आफैलाई, फल्नाको त यस्तो, हाम्रो त छैन, फल्नाको यस्तो, ढिस्काको त यस्तो, उसको त्यो, फल्नाको मण्डली यस्तो, फल्नाको सेवाकाई यस्तो, फल्नाको घरमा यस्तो, हाम्रो त छैन केही पनि। जहिले पनि जब तुलनात्मक कुराहरू मण्डलीमा आउँछ नि, जब तुलनात्मक कुरा त्यो पर्यावरण चाहिँ मण्डलीमा सृजना हुन्छ नि, तब तपाईँले बुझ्नुपर्छ त्यहाँ चाहिँ घमण्डको आत्माले काम गर्दैछ। धनी हुनु, सुन्दर हुनु, कौशलले भरिएको हुनु चाहिँ घमण्ड होइन, तर अर्कोभन्दा सुन्दर हुनु, अर्कोभन्दा धनी हुनु, अर्कोभन्दा अझै कौशल भरिएको हुनु, त्यो चाहिँ घमण्ड हो। घमण्ड हो। हेर्नुहोस् है, घमण्डको आत्मा चाहिँ के हो, अरूभन्दा म चाहिँ एक स्टेप माथि छु, त्यो कुरोमा आनन्द मनाउनु, त्यो कुरोमा एकदम सन्तुष्टि प्राप्त गर्नु, त्यो चाहिँ घमण्डको आत्मा हो। घमण्डको आत्मा हो। मण्डलीमा जागृति किन आएको छैन, यो आत्माको कारण। 5वटा कुरा हेर्नेछौँ जुन घमण्डले तपाईँ अनि मेरो जीवनलाई सर्वनाश पार्छ। 5वटा। पहिलो कुरो, घमण्डले वा अहङ्कारले परमेश्वरलाई ललकार्ने वा हुङ्कार भर्ने काम गर्छ। घमण्डले परमेश्वरको विरुद्धमा उभिएर परमेश्वरलाई ललकार्ने वा परमेश्वरको विरुद्धमा उभिएर परमेश्वरलाई हुङ्कार भर्ने काम गर्छ। घमण्ड चाहिँ सबैभन्दा पहिला परमेश्वरको अगाडि उभिएको पाप हो। घमण्ड चाहिँ जहिले पनि परमेश्वरको अगाडि उभिन्छ अनि परमेश्वरलाई ललकार्छ। हेर्नुहोस् है, हितोपदेश 6:16 हामी पढ्छौँ। 6वटा कुराहरू छन् जसलाई परमप्रभुले घृणा गर्नुहुन्छ, 7औं चाहिँ जो उहाँको दृष्टिमा घृणित छन्। अहङ्कारी आँखा, झुट बोल्ने जिब्रो, निर्दोषको रगत बगाउने हात, दुष्ट योजनाहरू रच्ने हृदय, खराबी काम गर्न झट्टै अग्रसर हुने पाइला, असत्य बोल्ने झुटो साक्षी र दाजुभाइहरूका माझमा झगडा उठाउने मानिस। आमेन। यो सूचीमा तपाईँले सबैभन्दा पहिला सबैभन्दा पहिला के देख्नुभयो हजुर? अहङ्कारी आँखा। अहङ्कारी आँखा। परमेश्वरले नि यो अहङ्कारी आँखालाई वा अहङ्कारी आत्मालाई परमेश्वरले साह्रै नै बढी घृणा गर्नुहुन्छ। एकदमै बढी परमेश्वरको अगाडि एकदम गनाउने, सिनो भन्दा पनि एकदम डरलाग्दो
त्यो दुर्गन्ध बोकेको आत्मा चाहिँ के हो? यो अहङ्कारी आत्मा हो। हितोपदेश 16:5 हामी पढौँ। किन परमेश्वरले घमण्डको आत्मालाई वा अहङ्कारको आत्मालाई घृणा गर्नुहुन्छ? परमप्रभु हृदयमा घमण्ड भएका सबैलाई घिनाउनुहुन्छ। यो निश्चय छ कि तिनीहरू दण्डरहित रहने छैनन्। परमेश्वर किन घिनाउनुहुन्छ यो घमण्डको आत्मासँग? पहिलो कारण, किनभने यो आत्माले चाहिँ नि शैतानको सृजना भएको। शैतान कसरी सृजना भयो भन्दाखेरि चाहिँ नि घमण्डको आत्माले, अहङ्कारको आत्माले हो। अनि शैतानको राज्यमा चाहिँ अहङ्कारको आत्मा चाहिँ के हो भने नि राष्ट्रिय धर्म हो। राष्ट्रिय धर्म शैतानको राज्यभित्र, शैतानको किङडमभित्र चाहिँ नि अहङ्कारको आत्मा चाहिँ इट्स अ नेसनल रिलिजन इन द किङडम अफ सेटन। राष्ट्रिय के हो? धर्म, राष्ट्रिय धर्म हो। हेर्नुहोस् है, शैतानको राज्य चाहिँ नि घमण्डमा बसालिएको छ। शैतानको राज्यको जग चाहिँ के हो? घमण्डमा बसालिएको छ। त्यसले गर्दा नि घमण्ड जहिले पनि परमेश्वरको विरुद्धमा सिधै खडा हुन्छ। घमण्डले जहिले पनि परमेश्वरको विरुद्धमा ललकार भर्छ, परमेश्वरको विरुद्धमा हुङ्कार भर्छ, परमेश्वरको विरुद्धमा खडा हुन्छ, परमेश्वरलाई मुक्का देखाउँछ घमण्डको आत्माले जहिले पनि। त्यसले गर्दा पावलले नि बिसप हुनु, मण्डलीको बिसप अनि एल्डरहरू, खास गरी पास्टरहरू पनि एल्डरहरूकै झुन्डमा आउँछ। तपाईँले बाइबल राम्रो पढ्नुभयो भने पास्टरहरू पनि एल्डरहरूकै झुन्डमा आउँछ। बिसप हुनुको लागि मण्डलीमा चाहिँ के चाहिँ गुण हुनुपर्छ भनिकन पावलले भन्दै गर्दा उसले के भनेको छ? पहिलो तिमोथी 3:6 तिनी नयाँ विश्वासी नहुन्, नत्र घमण्डले फुलेर तिनी दियाबलसले पाउने दण्डमा पर्नेछन्। तिनीहरू नयाँ विश्वासी नहुन्, किनभने घमण्डले फुल्लिन्छ। नयाँ विश्वासीले नै घमण्डलाई जित्नु जानेको हुँदैन। हिजो आज हाम्रो मण्डलीहरूमा समस्या के भइराखेको छ भने नि 2 वर्ष 3 वर्ष इसाई भएको, 4 वर्ष 5 वर्ष इसाई भएकोहरूलाई नि हामी एकैचोटि के बनाइदिन्छौँ? मण्डलीको अगुवाहरूमा नियुक्त गर्छौँ, डिकन बनाइदिन्छौँ, एल्डर बनाउँछौँ, पास्टर बनाउँछौँ। अनि समस्या चाहिँ त्यहाँ हुन्छ, किनभने उसले उसको घमण्डसँग डिल गर्नु जानेको हुँदैन, उसको घमण्डसँग उसले सामना गरेर त्योमाथि विजय हासिल गर्न जानेको हुँदैन। उसले जे गर्छ के गर्छ? घमण्डबाट प्रेरित भएर गरिराखेको हुन्छ अनि मण्डली लथालिङ्गै हुन्छ। हेर्नुहोस् है, अहिले धेरैवटा मण्डलीको समस्या यो हो। धेरैवटा मण्डलीको, फल्ना मण्डली आऊ तिमी आऊ न यहाँ हाम्रो मण्डलीमा आयो नि, तिमीलाई म सिधै एल्डर बनाइदिन्छु। अनि एल्डरको लोभले ऊ के हुन्छ? यो मण्डलीमा आउँछ। 2-3 वर्ष मात्रै भएको छ, प्रभुको नाम राम्रो पनि भन्नु जानेको हुँदैन, जय मसी पनि भन्नु जानेको हुँदैन है, जय यीशु भन्दै हिँड्दै गरेको हुन्छ, जय विश्वास भन्दै हिँड्दै गरेको हुन्छ। त्यस्तो मान्छेलाई ल्याएर एकैचोटि लिडर बनाइदिँदाखेरि चाहिँ के हुन्छ? ऊ घमण्डको आत्माले फुलिन्छ भनेको छ। यु विल स्वेल अप इन प्राइड। त्यसपछि उसले के भन्छ? म त एल्डर पो त, ओइ त्यहाँदेखि यत्रो लट्ठी बोकेर नि सबै टाउकोमा टुकटुका बनाउँदै हिँड्छ, ठक ठक र ठुकठुक। देख्दैनस् मलाई त फल्नाले अभिषेक गरेको त, फल्ना मान्छे यत्रो ठुलो प्रभुको दासले मलाई अभिषेक गरेको, बुझिस्? तिमीहरू मलाई सिकाउँछ? घमण्डले फुलिन्छ। घमण्डको आत्मा त्यस्तो हुन्छ, अहङ्कारको आत्मा। मैले त यत्रो ठुलो थियोलोजिकल कलेजबाट डिग्री पाएर यत्रो सर्टिफिकेट देख्छ, हेर्छस् मेरो घरमा, यत्रो सर्टिफिकेट पाएर म यहाँ आएको पो त, सिकाउँछस् मलाई? बाइबलले के भनेको छ? घमण्डको आत्मा, घमण्डको आत्मा भनिन्छ। एउटा परमेश्वरको साँचो दासलाई नि घमण्डदेखि सधैँको लागि टाढो राख्ने आत्मा चाहिँ के हो? नम्रताको आत्मा। एउटा नम्र परमेश्वरको दासलाई नै घमण्डको आत्माले आक्रमण गर्नै सक्दैन, वा शैतानको आत्माले, शैतानले छुनै सक्दैन। हेर्नुहोस् है, शैतानले छुनै सक्दैन, किनभने ऊ नम्र छ, उमाथि घमण्ड छैन। किन परमेश्वरले घमण्डलाई यति साह्रो घृणा गर्नुहुन्छ, अहङ्कारलाई यति साह्रो घृणा गर्नुहुन्छ? किनभने अहङ्कारले मानव जातिलाई खत्तम बनाएको। अहङ्कारले नि मान्छे जातिलाई के बनायो? खत्तम बनायो। अदनको बगैँचामा तपाईँले हेर्नुहुन्छ, जब शैतानले
हावालाई आइकन शैतानले के गरे? परीक्षामा पारे। शैतानले नि यो फल चाहिँ मिठो, दामी, टेस्टी हुन्छ भनेर परीक्षामा पारेको होइन। तर शैतानले के कुरा भनेर चाहिँ हावालाई परीक्षामा पार्यो भन्दाखेरि चाहिँ नि शैतानले के भने, जुन दिन तिमीहरू यो फल खान्छौ तिमीहरू परमेश्वर जस्तै हुनेछौ, परमेश्वर जस्तै हुनेछौ। सबै पीडा, सबै दुःख, सबै शरम अनि लाज, सबै युद्ध, सबै घृणा, सबै हत्या, सबै अनैतिकताका कुराहरू यो चाहिँ कहाँबाट जन्मिएको? घमण्डबाट जन्मिएको। आज संसारमा जति पनि कुरा जन्मिन्छ नि घमण्डबाट जन्मिराखेको छ। यो घमण्डको आत्माबाट प्रेरित भएर जन्मेको छ। किनभने यु विल बी लाइक गड। यो चाहिँ अहङ्कारको आत्मा हो। परमेश्वरको एउटा महान दासले भन्नुभएको छ, जबसम्म तिमी घमण्डी भइरहन्छौ तिमीले परमेश्वरलाई कहिले पनि चिनेको हुँदैनौ। कति सत्य कुरा। जबसम्म तपाईँले मेरो जीवनमा अहङ्कारको आत्माले बास गरेर काम गरिराखेको छ नि हामीले परमेश्वरलाई कहिले पनि चिनेका हुँदैनौँ। किन भन्दाखेरि नि अहङ्कार भएको आत्माले चाहिँ नि जहिले पनि अरू मान्छेलाई तल हेरिराखेको हुन्छ, तल हेरिराखेको हुन्छ। अनि जबसम्म उसले तल हेर्छ उसकोमा माथि हेर्ने समय नै छैन, उसकोमा माथि हेर्ने फुर्सदै छैन। पहिलो पत्रुस 5 अध्यायको 5 पद। पहिलो पत्रुस 5:5। एकअर्काको अधीनमा रहेर तिमीहरू सबैले नम्रताको वस्त्र धारण गर, किनभने परमेश्वरले अहङ्कारीहरूको विरोध गर्नुहुन्छ तर नम्रहरूलाई अनुग्रह गर्नुहुन्छ। अनुग्रह के हो? अनुग्रह चाहिँ नि हेर्नुहोस् है, परमेश्वरले दिनुभएको एउटा क्षमता हो। अनि के क्षमता हो भन्दाखेरि चाहिँ त्यो क्षमताभित्र रहेर चाहिँ परमेश्वरको इच्छा, परमेश्वरको चाहना चाहिँ तपाईँले मेरो जीवनमा पुरा गर्नु सक्नु चाहिँ त्यो चाहिँ अनुग्रह हो। अनुग्रह हो। तर बाइबलले के भनेको छ? परमप्रभुले अहङ्कारीहरूलाई चाहिँ सहायता गर्नुहुन्न, तर एउटा नम्र मान्छेलाई नि सहायता गर्नुको निम्ति नि उहाँले सिङ्गो स्वर्गलाई खटाउनुहुन्छ। नम्र मान्छेलाई नि सहायता गर्नुको निम्ति नि सिङ्गो स्वर्ग त्यो मान्छेको पछाडि उभिन्छ। तर अहङ्कारी मान्छेलाई नि परमेश्वरले कहिले पनि सहायता गर्नुहुन्न। दोस्रो कुरा अहङ्कारले मान्छेलाई अशुद्ध बनाइदिन्छ। अहङ्कारले मान्छेलाई अपवित्र बनाइदिन्छ। अहङ्कार चाहिँ यो मान्छेको हृदयबाट जन्मिएको कारणले गर्दाखेरि नि डल्लै मान्छेको शरीर, प्राण अनि आत्मालाई अशुद्ध, मैला, धमिलो बनाइदिने यो आत्मा हो, यो अहङ्कारको आत्मा। अघि हामीले हितोपदेश 16:5 पढ्दै थियौँ। जतिजना यो अहङ्कारको आत्माले भरिएको छ भनिकन लेखिएको छ। हितोपदेश 21:4 पढौँ त। हितोपदेश 21:4। घमण्डी आँखा र अहङ्कारी हृदय दुष्टका दियो यिनै हुन् जो पाप हो। घमण्डी आँखा र अहङ्कारी हृदय दुष्टका दियो यिनै हुन् जो पाप हो। घमण्डी हृदय, अहङ्कारी आँखा, घमण्डी आँखा, अहङ्कारी हृदय। घमण्ड कहाँबाट आउँछ? घमण्ड कहाँबाट आउँछ? मान्छे जाति जन्मिँदा नै नि घमण्ड बोकेर आउँछ। घमण्डको पाप चाहिँ नि मान्छे जन्मिँदा नै बोकेर आउँछ। घमण्ड चाहिँ हृदयबाट सृष्टि भएको कुरा हो। मर्कुस 7:21 अनि 22। किनकि भित्रबाट अर्थात् मानिसको हृदयबाट खराब विचार, व्यभिचार, चोरी, हत्या, परस्त्रीगमन, लोभ, दुष्टता, छल, छाडापन, ईर्ष्या, निन्दा, घमण्ड, मूर्खता निस्कन्छन्। आमीन। हामीले यहाँ सूचीमा के देख्यौँ? मान्छेको हृदयबाट के पनि निस्किँदो रहेछ? घमण्ड पनि निस्किँदो रहेछ। सानो सानो बच्चाहरू घमण्डले भरिएको हुन्छ, अहङ्कारले भरिएको हुन्छ। उनीहरूको वरिपरि थुप्रो खेल्ने चिज हुन्छ अनि उनीहरू खेल्दै गरेको हुन्छ। तर कोही मान्छे सानो अर्को बालक आएर नि एउटा सानो खेलाउनेलाई नि पर लगेर उसले खेलाउन थाल्यो भने नि उसको वरिपरि भएको 100वटा 200वटा खेलाउने सबै छोडेर ऊ कुदेर गएर के गर्छ? त्यही एउटा खेलाउनेलाई नै उसले के गर्नुपर्छ? खेलाउनुपर्छ। अहङ्कारको आत्मा, अहङ्कारको आत्मा, अहङ्कारको आत्मा हो।
नातान अगमवक्ताले दाउदसँग बोल्दै गर्दा यस्तै खालके घटनाको बारेमा उखान बोलेको छ। जब दाउदले हित्ती उरियाको श्रीमतीलाई बेत्सेबालाई लगिकन व्यभिचार गरे, यो चाहिँ अहङ्कारको आत्मा थियो। अहङ्कारको आत्माले नि मान्छेलाई खत्तम बनाउँछ, भित्रबाट जन्मिएको हुन्छ। हेर्नुहोस् है, भित्रबाट, त्यो चाहिँ भित्रबाटै जन्मिएको हुन्छ, हृदयबाट जन्मिएको हुन्छ। तपाईँले कतिजनाले डल्ले खोर्सानी रोप्नु भएको छ, म डल्लेको उदाहरण दिन्छु जहिले पनि। डल्ले खोर्सानी रोप्दाखेरि नि डल्ले खोर्सानीको के हुन्छ याद छ? डल्ले खोर्सानीको जब तपाईँ डल्ले खोर्सानी पाक्छ, डल्ले खोर्सानी पाक्दाखेरि तपाईँले हेर्नुहुन्छ, अरे यसो फुटाएर हेर्दा त सेतो किरा पो छ। यसो अर्को पनि फुटाएर हेर्नुहुन्छ, त्यसमा पनि सेतो किरा छ। अनि तपाईँले त्यो डल्ले खोर्सानीको वरिपरि हेर्नुहुन्छ, कहाँबाट चाहिँ पस्यो भन्दा एउटा पनि छेड हुँदैन, एउटा पनि दुलो हुँदैन। अनि तपाईँ सोच्नुहुन्छ ल यो डल्ले खोर्सानी कहाँ, यो किरा चाहिँ कहाँबाट पस्यो, खै कहाँबाट पसेपछि एउटै दुलो छैन। तपाईँलाई थाहा छ त्यो डल्ले खोर्सानीमा किरा कहिले पस्यो? जब फुल फुल्दै थियो। फुल फुल्दै गर्दा नि त्यो किराको बिउ चाहिँ त्यो फुलमा बस्यो, त्यो झुसुलेको बिउ चाहिँ नि त्यो फुलमा बस्यो। मान्छेलाई थाहै भएन, तर पछि जब जन्मियो, त्यो फल बन्यो, तब चाहिँ भयो के भयो? किरा हुर्किनु थाल्यो। तपाईँ मेरो जीवनमा घमण्ड अहङ्कारको आत्मा पनि त्यस्तै हो, भित्रबाट जन्मिएको हुन्छ, भित्रबाट निस्किएको हुन्छ, हामीलाई थाहै हुँदैन, भित्रबाट निस्किराखेको हुन्छ। त्यसकारण हृदयभित्रबाट सबै नराम्रो दुष्टता, यो घमण्ड पनि भित्रबाट निस्किएको कारणले प्रभु येशू ख्रीष्टले भन्नुहुन्छ, तिमी स्वर्ग जान चाहन्छौ भने नयाँ गरी जन्मिनै पर्छ। तिमी स्वर्गको नागरिक हुन चाहन्छौ भने यतिकै गएर हुँदैन, पश्चाताप गर अनि नयाँ गरिकन जन्मियौ। हिजो आज मण्डलीमा पश्चाताप गर भन्ने शब्द हामी बिरलै सुन्छौँ, तर तपाईँले बाइबल हेर्नुभयो भने चेलाहरूको मुखबाट निस्केको सबैभन्दा पहिलो शब्द हो पश्चाताप गर। प्रभु येशू ख्रीष्टले सेवाकाई सुरु गर्दै गर्दा पहिलो शब्द भन्नुभयो पश्चाताप गर। त्यसले गर्दा पश्चाताप बिना स्वर्गको राज्यमा पस्न सकिँदैन। त्यसले गर्दा हामी के भन्छौँ भने तपाईँ परमेश्वरको राज्यमा पस्न चाहनुहुन्छ भने यो आत्मा जो जति बोकेर हिँड्दै हुनुहुन्छ, यो आत्माको लागि तपाईँले पनि पश्चाताप गर्नुपर्छ। यो आत्माको लागि तपाईँले पनि पश्चाताप गरिकन तपाईँ पनि नयाँ गरिकन जन्मिनुपर्छ, नयाँ गरिकन जन्मिनुपर्छ। तेस्रो कुरा, घमण्डले समाजलाई विभाजन गर्ने काम गर्छ। हरेक युद्ध, हरेक चुडिएको मण्डली, फुटेको मण्डली, भत्किएको मण्डली, छिन्न भिन्न भएको मण्डली, हरेक तोडिएको परिवार, हरेक विभाजित समाज, जाति जाति, आजकल त क्रिस्चियन संसारमा पनि तामाङ सङ्गति अरे, लिम्बू सङ्गति अरे, मगर सङ्गति अरे। हेर्नुहोस् है, विभाजन, घमण्डले चाहिँ नि समाजलाई विभाजन गर्छ। ठुलो जात, सानो जात। हितोपदेश 13 अध्यायको 10 पद, घमण्डले केवल झगडा पोस्दछ। घमण्डले, अहङ्कारको आत्माले चाहिँ नि जहाँ पनि यो आत्माले काम गर्छ त्यहाँ झगडा मात्रै हुन्छ। मण्डली किन फुट्दैछ या छ, मण्डली किन भत्किँदैछ? किनभने घमण्डको आत्मा मण्डलीमा व्याप्त भइराखेको छ, घमण्डको आत्माले मण्डलीमा काम गरिराखेको छ। संसारमा युद्ध किन हुन्छ? घमण्डको आत्मा। ठुलो जात सानो जात भनेर झगडा किन हुन्छ? घमण्डको आत्माले गर्दाखेरि। इज द स्पिरिट अफ प्राइड। हेर्नुहोस् है, हाम्रो सन्तान मात्रै मिलेर हामी यसो गर्छौँ, किन? घमण्डको आत्मा हो त्यो। परिवारमा घमण्डको आत्माले काम गरिराखेको छ। घमण्ड, यो अहङ्कारको आत्माले नि समाजलाई बिथोलिराखेको छ। हितोपदेश 28:25, जसको हृदय घमण्डी छ त्यसले झगडा मचाउँछ। जसको हृदय घमण्डी छ त्यसले के गर्छ? झगडा मचाउँछ। जहाँ जहाँ यो अहङ्कारको आत्मा देखा पर्छ नि, खाली झगडा, खाली झगडा, खाली झगडा, खाली झगडा मात्रै देखा पर्छ। त्यहाँ शान्ति हुँदैन,
त्यहाँ आनन्द हुँदैन। घर घर भत्किराखेको छ। लडाई कसरी सुरु हुन्छ? तपाईँले कोट्याएर भित्र गुदी चाहिँ के हो भन्दाखेरि नि घमण्ड नै हो। मण्डली किन फुट्छ? तपाईँले भित्र कोट्याएर हेर्नु भयो भने भित्र गुदी के हो? घमण्ड नै हो। घमण्ड नै हो। सिमाना वारी र सिमाना पारीको कुरा किन हुन्छ? तपाईँले भित्र कोट्याएर हेर्नु भने नि जरा चाहिँ घमण्ड नै हो। मूल बिउ चाहिँ घमण्ड हो। ठुलो अनि सानो कोट्याएर हेर्नुहोस् घमण्ड नै हो। एभ्रिथिङ मानव समाजलाई, मानव संसारलाई लथालिङ्ग भताभुङ्ग बनाइदिने नि आत्मा चाहिँ के हो? घमण्ड आत्मा। हजुर, फल्नालाई म किन मन पराउँदिनँ? कोट्याउँदै जानुहोस्। ए घमण्ड। हाम्रो जात चाहिँ ठुलो हो नि त। मेरो जात ठुलो हो कि उसको जात चाहिँ सानो हो? हजुर, घमण्डको आत्माले नि मण्डली बिथोली राखेको छ। कतिवटा ठाउँमा नि सानो जातहरूको मण्डली भिन्दैछ, ठुलो जातको मण्डली भिन्दैछ। के हो? कोट्याएर हेर्नुहोस् न। त्यो खास गरी यो मिलेन, शिक्षा मिलेन, हाउडा हो त्यो चाहिँ बित्थामा सिद्धान्त मिलेन भनेर नि कुरा मात्रै ल्याएको। भित्र कोट्याएर हेर्नुभयो भने नि तपाईँले भेटाउनुहुन्छ घमण्ड हो। घमण्ड हो। फल्नालाई त हामीले बहिष्कार गर्यौँ, फल्नाको सेवाकालाई हामीले बहिष्कार गर्यौँ। भित्र कोट्याएर हेर्नुभयो भने तपाईँले जरामा चाहिँ घमण्ड भेटाउनुहुन्छ। इट्स अल प्राइड। प्राइड। हाम्रो पहाडमा देख्छु ठुल्ठुलो मण्डली, सानसानो मण्डलीको सेवाकाईमा किन आउँदैन? घमण्ड हो। हाम्रो त कहाँ अन्त 150 वर्ष भएको मण्डली हो। हाम्रो त पुरानो मण्डली हो। यो हिजो अस्ति पेन्टिकोस्टल चर्च त 4 वर्ष अगाडि खोलेको। उनीहरूले बोलाउँदा जान्छौँ, हामी जाँदैनौँ। तर मजा लाग्छ। बरियल कमिटीको मिटिङमा, च्यानघारीको मिटिङमा चाहिँ सबै आउँछ है फेरि। हजुर, किनभने च्यानमा पुगुन्जेलसम्म चाहिँ नि 150 वर्षको मण्डली र 4 वर्षको मण्डली एउटै हुँदो रहेछ। हजुर, आज खर्रो कुरा होला, तपाईँलाई भनिदिनु मन पर्यो। किन जाँदैन त्यो सानो मण्डलीमा? किनभने हाम्रो मण्डली ठुलो। हाम्रो त आफ्नै छ। हाम्रो त मण्डलीको गाडी आफ्नै छ, भवन आफ्नै छ, बिल्डिङ आफ्नै छ। हाम्रो त पास्टर्सहरू पनि 150-200 जना पास्टर्सहरू छ। हाम्रो त सेवाकाई यसरी चलिरहेछ, यो भइरहेछ। हजुर, मण्डलीमा धनी मान्छे आउँछ। हाम्रो त अन्त गरिब मान्छे त कसरी हाम्रो मण्डलीमा राख्नु हो? हजुर, मण्डलीहरू नि धेरै ठाउँमा नि मैले जात त परै जाऊ थरमा विभाजन भएको मण्डलीहरू पनि देखेको छु। हजुर, चाम्लिङ मण्डली, हजुर, बान्तावा मण्डली, थरमा घमण्ड छ। घमण्ड हेर्नुहोस् है। घमण्डले नि समाजलाई लथालिङ्ग बनाइराखेको छ। श्रीमतीसँग लोग्नेको झगडा हुन्छ, लोग्ने र स्वास्नी झगडा हुन्छ। भित्र गएर तपाईँले त्यसको जरा हेर्नुहोस् त। जरामा के पाउनुहुन्छ? घमण्ड नै पाउनुहुन्छ। यो आइमाईले भनेको म टेर्छु जस्तो पनि म लोग्ने बेसी नबोला तिमी। हजुर, त्यसपछि स्वास्नीले के भन्छ? यो मान्छेले भनेको म टेर्छु। यो मान्छे त सानो घरानाबाट मैले बिहा गरेको त, मेरो घराना त ठुलो छ, त्यसले गर्दा मैले जित्नै पर्छ। हरेक बहसको भित्र गुदी के हो भने नि घमण्ड हो। लोग्ने स्वास्नीको बिचमा झगडा घमण्ड भएर मैले जित्नै पर्छ, मैले यो तर्कलाई जित्नै पर्छ, मैले भयङ्कर आफैलाई देखाउनै पर्छ, मैले विजेता भन्दा ठुलो भएर हासिल गर्नै पर्छ, मैले उसको अगाडि के अरे मुक्की देखाएर कसले जित्यो, रोहितले, कसले जित्यो, ममताले भन्दै कराउनु सक्नुपर्छ।
घमण्डको आत्माले चाहिँ के गर्छ हजुर, घमण्डको आत्माले चाहिँ नि जहिले पनि समाजलाई नष्ट बनाइराखेको छ। सबै कुराको जरा आज तपाईँ जोसँग झगडामा हुनुहुन्छ, जोसँग तपाईँ बोल्दै हुनुहुन्न, जससँग तपाईँको मनमुटाउ भएको छ, जसलाई तपाईँले क्षमा गर्नु सक्नु भएको छैन, आजको दिन पवित्र आत्माको उपस्थितिमा बसेर कोट्याउनुहोस्। सबै कुराको जरा चाहिँ नि घमण्डमा हो, घमण्ड नै हो। फल्नासँग त म बोल्नु मन पर्दैन, किन मेरो कुरा सुनेन नि त हजुर। फल्नालाई त म नै आजकल त चर्चमा सेवाकाईमा भागै दिनु मन पर्दैन, किन मेरो कुरा सुनेन नि त। तल जरा चाहिँ नि घमण्ड हो, अहङ्कारले भरिएर चाहिँ नि मण्डली यस्तो लथालिङ्ग भइराखेको छ। तपाईँको जीवन साथीसँग तपाईँको आर्ग्युमेन्ट, तर्कको कुरा के हो भने इगो भर्सेस इगो हो। अहमको विरुद्धमा अहम जब खडा हुन्छ त्यहाँ के हुन्छ, लडाइँ हुन्छ। किनभने दुईवटै सिंहासनमा को बसेको छ, घमण्ड बसेको छ। दुईवटै सिंहासनमा घमण्ड बसेपछि त्यहाँ के हुन्छ, लडाइँ त हुन्छ नै हुन्छ। हेर्नुहोस् है, एकजना परमेश्वरको दासले के भन्नुभएको छ भने नि, देयर आर नो प्रब्लम्स टु बिग टु सल्भ, देयर आर पिपल टु स्मल टु सल्भ देम। कुनै पनि समस्या हल गर्न नसकिने ठुलो छैन, तर समस्या किन रहन्छ भन्दाखेरि चाहिँ नि त्यसलाई हल गर्ने मान्छे चाहिँ सानसानो भइदिएको कारणले गर्दा त्यो समस्या भइरहन्छ हजुर। हामी समस्या समाधान गर्ने ठाउँमा उभिएका हुँदैनौँ, हामी चाहिँ तर्क जित्ने ठाउँमा उभिएका हुन्छौँ हजुर। कुनै कुराको समस्याको समाधान गर्ने ठाउँमा जब तपाईँ म उभिन्छौँ नि त्यहाँ समाधान भेटाउँछ, तर हामी त्यसरी उभिएका हुँदैन। हामी मैले भने के भन्छौँ, तर्क जित्नुपर्छ। फेसबुकतिर बहस हुन्छ, मैले तर्क जित्नुपर्छ, मैले यो मान्छेलाई तल झारेर देखाउनुपर्छ, मैले यो मान्छेको सेवाकालाई खत्तम बनाउनै पर्छ, मैले यो मान्छेलाई एक्सपोज गर्नुपर्छ, मैले मान्छेलाई लथालिङ्ग बनाएर देखाउनुपर्छ, मैले यो मान्छे चाहिँ तलको भनेर मैले संसारको अगाडि गऱ्यो भने वाही मान्छेले पुरा मेरो भिडियो हेर्छ, मोनिटाइज पनि हुन्छ। आजकल त म पैसा पाउँछु हजुर, कसैलाई बदनाम गरेर तपाईँले पैसा कमाउँदै हुनुहुन्छ। प्रेज द लर्ड हजुर। हेर्नुहोस् है, यो घमण्डको आत्माले नि समस्या समाधान गर्नु खोजेको होइन नि। तपाईँले कसैको विरुद्धमा जब तपाईँले चिठी लेखेर चिठीमा सिग्नेचर गर्नु लाउनुहुन्छ, सही गर्नु लाउनुहुन्छ, अनि मण्डलीहरूमा तपाईँले बाँड्नुहुन्छ, समस्या समाधान गर्नु खोजेको र होइन नि, समाधान गर्नु खोजेको होइन। तपाईँले के गर्नु खोजेको, हामीले तर्क जित्दैछौँ, हामीले तर्क जित्दैछौँ, वी आर विनिङ द आर्ग्युमेन्ट। यो चाहिँ गलत हो। यो चाहिँ घमण्डको आत्माबाट नि उब्जिएको आत्मा हो। तपाईँको घरमा जे पनि झगडा हुन्छ, जे पनि सन्तानमा जे पनि झगडा भइरहेछ, आजको दिन मूल मुद्दा के हो, घमण्ड हो, घमण्ड हो। त्यो सिंहासनबाट घमण्डलाई निकालिदिनुहोस्, अहङ्कारलाई निकालिदिनुहोस्। प्रभु येशू ख्रीष्टलाई त्यो सिंहासनमा राख्नुहोस् त, लडाइँ एकैछिनमा मेटिन्छ, झगडा एकैछिनमा समाधान हुन्छ, समस्या एकैछिनमा हल हुन्छ। रेसियल प्राइड, जातिगत अहङ्कार, कम्युनियल प्राइड, सामाजिक के अरे अहङ्कार, जेन्डरको प्राइड, यो अर्को महिना जेन्डरको प्राइडको कुरा आउँदैछ हजुर। वुमेन एम्पावरमेन्टको कुरा आउँदैछ। यीशुलाई सिंहासनमा राखेर गरिएको कुराहरू होइन यो। घमण्डलाई बढावा दिँदै, अहङ्कारलाई बढावा दिँदै उचालिएका कुराहरू हुन्, जसले परमेश्वरलाई के गर्दैन, आदर पुर्याउँदैन। चौथो कुरा, घमण्डले जीवनलाई जहिले पनि अनादर गरेको हुन्छ। घमण्डले नि मान्छेलाई जहिले पनि अनादर गर्छ। कति ठुलो आइरनी, नेपालीमा के भन्छ आइरनीलाई थाहा छैन अघि। एउटा घमण्डी मान्छेले के माग्छ, उसले के जहिले पनि के खोज्दै गरेको हुन्छ, अनर। मलाई सबैले के गरोस्, आदर गरोस्, मेरै फोटो मात्रै फेसबुकमा हालिदियोस्, मेरै फोटो मात्रै इन्स्टाग्राममा हालिदियोस्। घमण्डी मान्छेले जहिले पनि त्यो चाहेको हुन्छ, मलाई नै मान्छेले वाह गरोस्, क्यामेरामा म मात्रै आउँ। हजुर, हाम्रो भारतको कतिवटा नेताहरू छ कि यो दिनहरूमा हजुर, जसलाई चाहिँ क्यामेरा प्रेमी भनेर भनिन्छ है। उसको अगाडि कोही आएको मन पराउँदैन, क्यामेरामा पर सबैजना पर, ऊ एक्लै क्यामेरामा आउनु चाहन्छ, क्यामेरा प्रेमी।
घमण्डी मान्छेले के गर्छ? सबै आदर चाहिँ मैले मात्रै पाउनुपर्छ। दोस्रो कुरा, सबै नाम चाहिँ मैले मात्र प्राप्त हुनु। कसले गर्यो? मैले गरेँ। कसले जित्यो? रोहितले। कसले जित्यो? रोहितले। नाम पाउने, नाम पाउने फल्नाले गर्दा नि। हजुर यो सेवाकाई यस्तो राम्रो भयो, मैले गरेको हो नि। फल्ना सेवाकाई यस्तो भयो, आज यो त सेवाकाईको दर्शन त परमेश्वरले मलाई त दिनुभएको हो। युथहरू यस्तो राम्रो हुँदैछ, यसको दर्शन पनि पहिला मैले नै पाएको हो। नाम, नामको लागि अगाडि बढिराखेको हुन्छ। हेर्नुहोस् है, तर बाइबलले साह्रो दुःख लाग्दो कुरा गरेको छ। अन्तमा उसले के पाउँछ अरे? खोज्दै गएको आदर, खोज्दै गएको नाम, खोज्दै गएको सम्मान, खोज्दै गएको वैभव, खोज्दै गरेको संसारमा मेरो एकदमै चिन्हारी। तर बाइबलले के भन्छ? उसले अन्तमा के पाउँछ अरे? अनादर पाउँछ अरे। हितोपदेश 11:2। जब अहङ्कार आउँछ तब अपमान पनि आइलाग्छ। जब अहङ्कार आउँछ तब अपमान पनि आइलाग्छ। अहङ्कारले ल्याउने साथी चाहिँ के हो? अपमान हो। हेर्नुहोस् त कस्तो माया लाग्दो कुरा। उसले जे कुरा खोज्दै गएको थियो त्यो त पाउँदैन रहेछ, तर अपमान पाउँदो रहेछ। हितोपदेश 15:33। आदर पाउनु अघि नम्रता आउँछ। आदर पाउनु अगाडि, मान्छेले आदर पाउनु अगाडि उसको जीवनमा नम्रता आउँछ। यदि तपाईँको जीवनमा परमेश्वरले नम्रता ल्याउँदै हुनुहुन्छ, यदि तपाईँको जीवनमा तोड्ने भचाउने कुरा परमेश्वरले ल्याउँदै हुनुहुन्छ, यदि तपाईँ क्षुद्र अनि पूर्ण पश्चातापी हृदय लिएर दिनरात अगाडि बढ्दै हुनुहुन्छ, हजुर तपाईँ याद गर्नुहोस्, परमेश्वरले तपाईँलाई अब उचाल्न खोज्दै हुनुहुन्छ। परमेश्वरले तपाईँको जीवनमा आदरका कुराहरू ल्याउँदै हुनुहुन्छ, आदरका कुरा ल्याउँदै हुनुहुन्छ। हेर्नुहोस् है, हितोपदेश 18:12 पनि पढ्दिउँ न। आफ्नो पतनको अघि मानिसको हृदय घमण्डी हुन्छ, तर आदर आउनु अघि नम्रता आउँछ। यहाँ पनि त्यही लेखिएको छ। आफ्नो पतन हुनुको अगाडि नि मान्छे घमण्डी हुन्छ, खत्तम हुनु अगाडि नि। हाम्रो नेपाली जातिमा परमेश्वरले जागृति किन ल्याउनु सक्नु भएको छैन भन्दाखेरि नि यो घमण्डको कारणले गर्दा हो। फल्नाको चर्चमा वक्ता राम्रो आए रे, अब त्यो वक्ताले मभन्दा दामी बोलिदियो भने अन्त मेरो भेडार त चाहन्छ त त्यहाँ। हजुर त्यसले गर्दा म मण्डलीमा चिठी लेखेर के भन्छु? फल्नाको सेवाकाईमा चाहिँ नजाऊ है। कति घमण्डी आत्माहरू हाम्रो मण्डलीभित्र। अनि परमेश्वरले कसरी जागृति ल्याउनुहुन्छ? कसरी जागृति ल्याउनुहुन्छ? परमेश्वरले जसलाई पनि चलाउन सक्नुहुन्छ जागृतिको लागि। तपाईँको चर्चमा परमेश्वरले जागृति ल्याउनुको निम्ति कोही बेला अर्को ठाउँबाट अर्को आगो बोकेर अर्को मण्डलीमा त्यो मान्छे आइराखेको हुनसक्छ। तपाईँले चाहनु भए अनुसारको हुँदैन होला। तपाईँको मण्डलीको मापदण्डमा प्रचार गर्नु पनि वा पुलपिटमा उभिनु दिनु पनि नहुने मान्छेको द्वारा परमेश्वरले जागृति ल्याउन चाहँदै हुनुहुन्छ भने तपाईँलाई घमण्डले भन्छ नगर नगर यस्तो। हाम्रो मण्डलीमा त यस्तो मान्यता छैन, अनि तपाईँको मण्डलीमा जागृतिको आगो निप्छ। दिस इज द स्पिरिट अफ प्राइड। अहङ्कारको आत्मा हो, अहङ्कारको आत्मा। प्रभु येशू ख्रीष्टले हामीलाई सिकाउनु भएको छ, उकालो जाने एउटै मात्रै बाटो हो, ओह्रालो झर्नुपर्छ हामी। ओह्रालो जति तपाईँ ओह्रालो झर्नुहुन्छ नि त्यति परमेश्वरले तपाईँलाई के गर्नुहुन्छ? माथि उचाल्नुहुन्छ। परमेश्वरले लुसिफरलाई स्वर्गबाट किन खसालिदिनु भयो? यशाया 14:13-16 हामी पढ्छौँ। तैँले आफ्नो हृदयमा भनिस्, म स्वर्गमा उक्लनेछु, परमेश्वरका ताराहरूभन्दा माथि म मेरो सिंहासनलाई उच्च पार्नेछु। पवित्र पर्वतको सबैभन्दा उच्च टाकुरामा, सभासदको पर्वतमा म विराजमान हुनेछु। म बादलको टुप्पाभन्दा माथि उक्लनेछु, म आफूलाई सर्वोच्च परमेश्वर जत्तिकै बनाउनेछु। 15 र 16 पनि। तर तँ चिहानसम्म खाडलको तल्लो गहिराईसम्म होच्याइस्, तँलाई देख्नेहरूले तँलाई एकटक लगाएर हेर्नेछन् र तेरो भाग्यमाथि ध्यानसित गुनेर भन्नेछन्, पृथ्वीलाई हल्लाउने तथा राज्यहरूलाई थरहरी पार्ने। शैतानले के भने? म माथि 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 जान्छु, म अप 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 म माथि 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 जान्छु। तर अन्तमा ऊ कहाँ गयो? तल 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 गयो। हेर्नुहोस्, उसले चाहिँ के भन्दै थियो? म माथि जान्छु, तर यो कहाँ गयो? तल तल। यति तल झऱ्यो
कि अन्तमा मान्छेले त्यसलाई चिन्नु पनि सकेन। हिटलरले पनि के भन्दै थियो, म माथि 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 जान्छु, यस्तो प्रकारले तल झर्यो, मान्छेले चिनेन। नेपोलियनले भन्दै थियो, म पनि माथि 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 जान्छु, तल झर्यो। हजुर, रोमको राजाले भन्दै थियो, म पनि माथि माथि जान्छु। नबुकदनेजरले भन्दै थियो, म पनि माथि जान्छु, अल्गो न अल्गो मेरो मूर्ति बनाउँछु, मान्छेलाई ढोग्ने बनाउँछु। परमेश्वरले यति साह्रो तल झारिदिनु भयो, आज इतिहासमा उनीहरूलाई चिन्ने कोही पनि छैन, कोही पनि छैन। परमेश्वरको राज्यमा उकालो चढ्नु चाहिँ नि ओह्रालो झरेरै हो। प्रियहरू, म तपाईँलाई आज आह्वान गर्न चाहन्छु, उकालो चढ्न चाहँदै हुनुहुन्छ, आदर अनि सम्मानको मुकुट परमेश्वरले तपाईँको शिरमा पहिराइदिएको चाहनुहुन्छ, ओह्रालो झर्नुहोस्। फिलिपी 2:5देखि 11मा यस्तो लेखिएको छ, फिलिपी 2:5देखि 11, तिमीहरूमा यो मन होस् जो ख्रिस्ट यीशुमा पनि थियो, परमेश्वरको स्वरूपमा भएर उहाँले परमेश्वरको बराबरी हुने कुरालाई एउटा पक्रिराख्ने वस्तु जस्तो ठान्नु भएन, तर आफैलाई रित्याइकन कमराको रूप धारण गरेर तथा मनुष्य भएर जन्मनु भयो। स्वरूपमा मानिस जस्तै भएर आफैलाई हुच्याउनु भयो र मृत्यु समय अर्थात् क्रुसको मृत्यु समय आज्ञाकारी रहनुभयो। त्यसै कारण परमेश्वरले उहाँलाई अति उच्च पार्नुभयो र उहाँलाई त्यो नाउँ प्रदान गर्नुभयो जो हरेक नाउँभन्दा उच्च छ, कि स्वर्गमा, पृथ्वीमाथि र पृथ्वी मुनि भएको हरेक प्राणीले येशूको नाउँमा घोडा टेक्नुपर्छ र हरेक जिब्रोले परमेश्वर पिताको महिमाको निम्ति येशू ख्रिस्टलाई प्रभु भनी स्वीकार गर्नुपर्छ। आमेन, आमेन। जब तपाईँ परमेश्वरको अगाडि साँचो नम्रतामा हिँड्नुहुन्छ, सुन्नुहोस् है, जब तपाईँ परमेश्वरको अगाडि साँचो नम्रतामा हिँड्नुहुन्छ, तपाईँलाई परमेश्वरले नै बिस्तारै उचाल्न थाल्नुहुन्छ। अनि यसरी उचाल्नुहुन्छ कि आउने युगमा प्रभु येशू ख्रिस्टसँगै जब तपाईँ राज्य गर्नुहुन्छ नि, आउने युगमा शैतानले जुन ठाउँ ओगटेर बसेको थियो पतन हुनु अगाडि, त्यो ठाउँभन्दा माथि परमेश्वरले तपाईँलाई लिएर जान चाहनुहुन्छ। तपाईँलाई थाहा छ बाइबलले के भन्छ भने, तिमीहरूले चाहिँ स्वर्गदूतहरूको न्याय गर्नेछौ, अनि शैतान पनि स्वर्गदूतै थियो, तर स्वर्गदूतबाट ऊ झर्यो, शैतान झर्यो। हेर्नुहोस् है, तर यदि तपाईँ नम्र हुनुभयो भने नि, त्यो आत्मालाई जित्नको निम्ति चाहिँ शैतान किन झर्यो भन्दाखेरि घमण्डको कारण, अहङ्कारको कारण झर्यो। तर त्यसलाई जित्ने आत्मा चाहिँ नम्रताको आत्मा हो। जब तपाईँ नम्र बनिनुहुन्छ नि, परमेश्वरले यो युगमा अनि आउने युगमा पनि तपाईँलाई आदर अनि सम्मानको मुकुट परमेश्वरले पहिराइदिनुहुन्छ। एउटा कथा छ हाम्रो नेपाली जातिमा, उहिले एउटा पोखरी चाहिँ सुक्दै गयो अरे, अनि त्यो पोखरीमा चाहिँ जहिले पनि 2वटा बकुला अनि आउँथे अरे, अनि एउटा के अरे कछुवा बस्थ्यो रहेछ। अनि त्यो पानी सुक्दै गरेको कारणले गर्दाखेरि कछुवाले भनेछ, तिमीहरू कहाँ जान्छौ, हामी त यो पानी सुक्दाखेरि अर्को पोखरी छ कि दामी छ, यो सहरदेखि उतापट्टि पारिपट्टि एउटा अर्को पोखरी छ, हामी त्यहाँ जान्छौँ नि। अनि कछुवाले भनेछ, लु न हो, मलाई पनि लैजाऊ न, मलाई पनि सहर हेर्नु मन पर्यो, सहर हेर्दै 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 मलाई पनि जानु मन पर्यो अर्को पोखरीमा। अनि त्यो बकुलाहरू भनेछ, कसरी जाने हो खै, अन्त हामी त लानु सक्दैनौँ त बोकेर। अनि कछुवाले के भनेछ, आइडिया, मेरोमा आइडिया छ, यसो गर्नु, तिमीहरू दुईजनाले एउटा सिङ्कालाई लिनु, अनि सिङ्का चाहिँ तिमीहरूको चुच्चोमा चेप्नु, अनि म चाहिँ त्यो सिङ्काको बिचमा झुन्डिन्छु, अनि त्यो सिङ्कालाई उडाएर यसो तिमीहरूले लिएर जानु, अनि म चाहिँ बिचमा तुन्द्रुङै झुन्डेर के गर्छु, तिमीहरू सँगसँगै अर्को पोखरीमा जान्छु, किनभने यहाँ पानी सुक्दैछ। अनि त्यसपछि गयो, उडाएर गयो, यस्तो जाँदै थियो, उडाएर जाँदै थियो, भरे त मान्छेले यस्तो हेरेछ, अब त सहरको मान्छेले हेरेर चाहिँ त्यहाँदेखि आमा कछुवालाई लिएर गएको, हेर्नु कस्तो दामी रहेछ। अनि तलबाट एकजना मान्छे कराएछ, यो कछुवालाई यसरी झुन्डाएर लिएर जाने आइडिया चाहिँ कसको भनेर सोधेछ क्या। कछुवाले के भने, त्यो नि है, आजको अहिलेको जमानामा भने यस्तो भयङ्कर सेवाकाई गर्ने चाहिँ, सेवाकाईको दर्शन पाउने र सेवाकाई खोल्ने चाहिँ को हजुर, हाम्रो क्रिस्चियन भाषा भनेको नि के भनेछ, त्यहाँदेखि कछुवालाई त अब स्याउ 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 भएछ,
स्याउ 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 भएछ हो। त्यहाँदेखि कचोले के भनेछ, मेरो भन्नुको लागि मुख मात्रै खोलेको थियो रहेछ। हजुर मरुन्जेल तल पछारिएछ। अनि त्यो सहरमा मजाले मान्छेले कछुवाको मासु खाए अरे। हजुर म तपाईँलाई के भन्दैछु हेर्नुहोस् है, नबोलेको भए चुप हुन्थ्यो नि, उसलाई आदर पाउँथ्यो, उसले सम्मान पाउँथ्यो, मजाको ठाउँमा जानु पाउँथ्यो। हेर्नुहोस् है, पाँचौँ कुरा, अन्तिम कुरा, अहङ्कारले नि प्राणलाई नष्ट पार्छ। अहङ्कारले नि यो दिनमा नि जुन प्रकारले नर्क भरिराखेको छ, अरू कुनै पनि पापले होइन, अहङ्कारको पापले नि मान्छेलाई यति बेसी नर्कमा यो दिनमा तानेर लाँदैछ। मान्छेहरू किन प्रभुको सुसमाचारलाई विश्वास गर्न मान्दैन? किन हाम्रै धर्म ठिक छ, ए हावाको कुरा नगर्न आदित्य, मेरै धर्म ठिक छ, मेरै परिवार, हाम्रै उहिलेदेखि मानिल्याएको, हाम्रै ठिक हो, खास गरी चाहिँ तिमीहरूको त यो त हिजो अस्तिको हाउडा हो, हाम्रै ठिक हो। घमण्ड अहङ्कारले नि मान्छेलाई के गर्दैछ? नर्कमा ठेलेर लगेको छ, तानेको छ। यही आत्मा हो, यही आत्मा हो। यो आत्माले नि पन्तियस पिलातुसको स्वास्नीलाई पनि पश्चाताप गर्नु दिएन, यो आत्माले यहुदा इस्करियोतलाई पनि पश्चाताप गर्नु दिएन, यो आत्माले नि प्रभुको ठुल्ठुलो मान्छेहरूलाई के अरे रोमी अधिकारीहरूलाई पनि पश्चाताप गर्नु दिएन, यो आत्माले हेरोदलाई पनि पश्चाताप गर्नु दिएन, यो आत्माले साउललाई पनि पश्चाताप गर्नु दिएन। यो आत्मा यति साह्रो भयङ्कर हो। यो आत्माले के गर्दैछ? मान्छेलाई नर्कमा ठेलेकै नर्कमा सबैभन्दा भिड मान्छेहरू चाहिँ के को टिकट पाएर आयो भन्दा नि घमण्डको टिकट बोकेर गएको हुन्छ। हितोपदेश 15:25 कसैले पढिदिनुहोस् त फेरि। परमप्रभुले अहङ्कारी मानिसको घर भत्काइदिनुहुन्छ। आमेन, आमेन भन्नुहोस् त। आमेन। परमेश्वरले अहङ्कारी मान्छेको घर भत्काइदिनुहुन्छ, किनभने अहङ्कारले नि तपाईँलाई पश्चाताप गर्नु दिँदैन। अहङ्कारले हात उचालिकन लर्ड प्रभु मलाई माफ गरिदिनुहोस् भन्नु दिँदैन। अहङ्कारले के भन्छ? म ठिकै छु प्रभु। त्यसलाई पो चाहिएको त, हजुर त्यसलाई पो चाहिएको त। अहङ्कारले नि तपाईँलाई तपाईँको पापको जुवा अनि बन्धन, अधार्मिकता, नराम्रो लतको जुवाबाट नि तपाईँलाई क्षमा मागेर परमेश्वरको चरणमा आउनु कहिले पनि दिँदैन, दिँदैन, दिँदैन। आज धेरै परमेश्वरलाई छोडेर जाने मान्छेहरू छ, परमेश्वरको उपस्थितिबाट टाढो भएका मान्छेहरू छ। उनीहरू फर्केर किन मण्डलीमा आउनु सक्दैन भन्दाखेरि नि घमण्ड छ, अहङ्कार छ। यीशु बिना पनि मैले गरेँ त, जीवनमा गरेर देखाइदिएँ त, हजुर मैले कमाइराखेको छु, खाइराखेको छु, हिँडिराखेको छु त, मलाई यीशु चाहिँदैन रहेछ त। अहङ्कारले नि मान्छेलाई पश्चाताप गर्नु दिँदैन। अहङ्कारले नि सरी लर्ड भन्नु दिँदैन, प्रभु मलाई क्षमा गर्नुहोस् भन्नु दिँदैन। त्यसले गर्दा नर्कलाई सबैभन्दा बेसी भर्ने आत्मा चाहिँ के हो? अहङ्कारको आत्मा हो। नम्र मानिस अनि नम्र जातिले चाहिँ नि परमेश्वरको मुहारलाई सधैँ खोजी गर्छ। उनीहरू आफ्नो दुष्ट चालबाट फर्किआउँछ अनि उनीहरूले प्रार्थना गर्छ। अनि बाइबलले भन्छ परमप्रभुले उनीहरूलाई स्वर्गबाट सुन्नुहुन्छ। आज धेरैजना नि हाम्रो जाति, अथवा हामी नेपाली जाति धेरैजना नि किन फिनेन्सियल क्राइसिसमा, फिनेन्सियल बन्डेजमा छ? रुपियाँ पैसा किन पुग्दैन? हजुर किन रुपियाँ पैसाको त्यो त्यो के अरे बन्धन जुवाभित्र किन बाँधिएर बसेको छ? किन या छ? यो अहङ्कारको आत्माले। हजुर छिमेकीको घरमा त नि हात्ती ल्याएछ, हात्तीमा चढेर उनीहरू त भनेर हामी धुरीमा चढ्ने कोसिस गर्छौँ, हो हजुर। फल्नाहरूको घरमा त नि डेली मासु खान्छ, अन्त हाम्रो घरमा त मासै छैन पापा, पापालाई झ्वाक चलिहाल्छ। त्यसको घरमा डेली मासु खाएको, ओए साइला जा 2 किलो लिएर आइज, मेरो नाममा लेख। छोरा पनि साइला पनि गइहाल्छ, 2 किलो लेखेर ल्याउँदा 2 किलो लेखेर ल्याउँदा कति भएको हुन्छ थाहै हुँदैन, हजुर। किनभने त्यो घरको जस्तो मलाई हुनु परेको छ। त्यो घरको नानीलाई जस्तो लुगा लगाइदियो मेरो नानीलाई त्यस्तै लुगा लगाइदिनु परेको छ, हजुर। फल्नाले त नि
घर त क्या सिमेन्टी बनायो सिमेन्टी हो र हाम्रो त माटोको छ त लु त हामी पनि ब्याङ्कबाट लोन निकालेर के गर्नुपर्छ अब सिमेन्टी घर बनाउनुपर्छ हजुर धेरै क्रिस्चियनी बन्द नपरेको चाहिँ यही हो हजुर सुँगुर बेचेर नि बाइक किने क्रिस्चियनहरू छ किनभने कसैलाई देखाउनु छ हजुर हेर्नुहोस् है कसैलाई देखाउनु छ नि त गाउँको सबैले किने हामी चाहिँ नकिन्नु सबैले गर्छ म चाहिँ हामी चाहिँ नगर्नु सबै जान्छ त हामी चाहिँ नजानु घमण्डको आत्माले नि तपाईँले मलाई यस्तो ग्रस्त बनाएको छ त्यसले के गर्छ हामीलाई फिनान्सियल क्राइसिसमा लिएर जान्छ फिनान्सियल क्राइसिसमा हजुर हामीलाई यस्तो कुराहरू चाहियो जुन कुरा हाम्रोमा थिएन तर तिनीहरूकोमा थिए उनीहरूकोमा थिए अनि हामीले यस्तो प्रयास गर्यौँ कि उनीहरूमा भएको जस्तै कुरा चाहिँ मेरो घरमा मेरो परिवारमा मैले देखेको छु मिनिस्ट्रीहरूको देखासेखी गरेर भाइ बहिनीहरू लथालिङ्ग भएको देखेको छु अर्को सेवाकाई लथालिङ्ग भएको देखेको छु हजुर फल्नाको मिनिस्ट्री त कस्तो भयङ्कर छ फल्नाको आफ्नै हल बनायो फल्नाको सेवाकाईमा त नि हिँड्दाखेरि पनि 25-30 जना भाइ बहिनी गुट्टु टुटु टुटु लिएर हिँड्छ गट्टङ टङ टङ लिएर हिँड्छ हजुर मेरो त छैन त्यसले गर्दा ए केटा हो गाडी बन्दोबस्त गर म पनि 25-26 जना लिएर हिँड्छु अनि 25-26 जना लिएर हिँड्यो पछि त्यहाँदेखि गाडीको ड्राइभरले भाडा माग्दाखेरि त्यहाँनिर सेलेक्कै हजुर बाँकी तिर्यो भेटीको पैसा चलायो हजुर हेर्नुहोस् है तिनीहरूले गरेको जस्तो म गर्न चाहन्छु अहङ्कारको आत्मा हो भावनात्मक प्रकारले अहङ्कारको आत्माले के गर्दैछ मान्छेलाई खत्तम बनाउँदैछ किनभने पातलो भावनाको च्यादरमाथि जिउँदै गरेको हुन्छ यो अहङ्कारी मान्छेहरू चाहिँ नि अलिकति केही भन्नु हुँदैन छिस्सै लागिहाल्छ छेड परिहाल्छ त्यो च्यादर हजुर कसैले अलिकति केही भन्नु हुँदैन प्वाक्कै फुस्सै दुलो परिहाल्छ अनि के हुन्छ परिस्थितिले हामीलाई नियन्त्रणमा लिएर जिराखेको हुन्छ हामी जहिले पनि आफूलाई तुलना गर्दै गरेको हुन्छौँ मेरोमा राइट कार ठिक कार नै भएन हौ हजुर अहिले अमेरिकातिर त्यो होडबाजी चलेको छ फल्नाले कार किने म त्योभन्दा भयङ्कर किनेर देखाइदिन्छु फल्नाले घर बनाए म त्योभन्दा दामी घर किनेर देखाइदिन्छु दिस इज सिन हजुर दिस इज सिन यो चाहिँ घमण्डको आत्मा हो जति पाउँछ त्यतिमा सन्तुष्ट हुने होइन तर बेसी 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 हजुर मेरोमा ठिक राइट कार राइट क्लोथ्स आजकल त कतिजनाको त नि पार्टीमा जाँदा कुन चाहिँ लुगा लाउनु पर्ने कुनी कहाँ जाँदा कुनी के लुगा कुनी कहाँ जाँदा कुनी के लुगा है पहिला एउटै हाफ प्यान्ट र सर्टले चलिराखेको थियो चल्दै थियो जिन्दगी हजुर हेर्नुहोस् है ठिक प्रकारको घर चाहियो मलाई ठिक प्रकारको गाडी ठिक प्रकारको डेकोरेसन जसले चाहिँ तपाईँलाई यति डरलाग्दो भावनात्मक रूपमा तपाईँलाई के गर्दैछ खत्तम बनाउँदैछ त्यो अहङ्कारको आत्माले चाहिँ नि तपाईँको जीवनलाई नष्ट पारेरै छोड्छ अनि यसले तपाईँको आत्मिक पतनलाई ल्याएको छ हाम्रो जीवनमा अनि अनन्ततामा हामीलाई के गर्छ बर्बाद बनाएर छोडिदिन्छ हजुर कतिजना मान्छेलाई नि परमेश्वरले किन उनीहरूको सेवकालाई परमेश्वरले चलाउनुहुन्न याद छ किनभने दे आर टु बिग फर गड टु युज तिनीहरू यति ठुलो भए कि परमेश्वरले उनीहरूलाई अब चलाउनै नसक्ने भएको छ धेरैवटा सेवकाई ठप्प भएर किन गएको चाहिँ याद छ यति ठुलो भए कि प्रार्थना पनि चाहिँदैन आजकल त्यो सेवकाईहरूमा हजुर फास्टिङ उपवासको कुरा त उपहास हुन्छ हाँसो गर्छ खिसी गर्छ यति साह्रो ठुलो भइसके कि परमेश्वरले त्यो सेवकाहरूलाई अबको दिनहरूमा चलाउनै सक्नुहुन्न हजुर इजरायलीहरूमा यो अहङ्कारको पापले गर्दा उनीहरूलाई जहिले पनि बन्धन अनि दासत्वमा लिएर गएको छ आउनुहोस् परमेश्वरका मण्डली यो घमण्डको आत्मालाई यो जुन महिना
भित्र हामी यो आत्मासँग हामी धेरै युद्ध गरौँ, नम्रताको आत्मालाई हामी धारण गरौँ, उपवासमा जानुहोस्, परमेश्वर तपाईँसँग बोल्दै हुनुहुन्छ भने घोडा टेक्नुहोस्, नम्र हुनुहोस्, अनि परमेश्वरलाई भन्नुहोस् प्रभु म मेरो जीवनलाई नम्र तुल्याउँछु। तपाईँ जति नम्र बनिनुहुन्छ नि परमेश्वर तपाईँको त्यति नै नजिक आउनुहुन्छ। तपाईँ जति नम्र बनिनुहुन्छ त्यति नै बेसी परमेश्वरले तपाईँलाई छुन थाल्नुहुन्छ। तपाईँ जति नम्र बनिनुहुन्छ त्यति नै बेसी नै परमेश्वरले तपाईँको जीवनलाई प्रयोग गर्न थाल्नुहुन्छ। यो महिनाभरि यो पदहरू बाइबलबाट नम्रताका कुराहरू सिक्न थाल्नुहोस्। नम्रतामा आफ्नो जीवनलाई सुन्दर बनाउन थाल्नुहोस्। हरेक परिस्थिति हरेक व्यक्तिबाट सिक्ने कोसिस गर्नुहोस्। तपाईँको गल्ती कसैले देखाइदिँदैछ भने मानिलिनुहोस्। भुलमा कसैले सुधार गर्दैछु म तिमीलाई सम्झाउँछु भनिकन भन्दैछ भने सुन्नुहोस्, लर्न, अनि परमेश्वरले तपाईँलाई माथि उचाल्नुहुन्छ। आउनुहोस् हामी प्रार्थना गरौँ। परमेश्वर पिता, हामी तपाईँलाई धन्यवाद दिन्छौँ यो समयको लागि, तपाईँको उपस्थितिको लागि धन्यवाद। तपाईँको अनुग्रह हाम्रो बिचमा तपाईँले प्रशस्त मात्रामा बगाउँदै हुनुहुन्छ। म यस घडी के देख्दैछु भने नि परमेश्वरले एउटा खास्टो लिएर आउनुभएको छ, अनि यो खास्टो चाहिँ नि बोरा जस्तो छ, बोराको रङ जस्तो, एकदमै माटो कलरको। अनि यो खास्टो चाहिँ परमेश्वरले के भन्दै हुनुहुन्छ भने नि मेरो पुत्र प्रभु येशू ख्रीष्ट चाहिँ यो पृथ्वीमा हिँड्दाखेरि उनले यो खास्टो ओढेको थियो। मेरो छोरा येशू ख्रीष्ट यो पृथ्वीमा हिँड्दै गर्दा मेरो छोराले ओढेको खास्टो यो हो। अनि आज म यो खास्टो तिमीहरूलाई ओढाउन चाहन्छु। तपाईँ को हुनुहुन्छ? तपाईँ को हुनुहुन्छ यो खास्टो ओढ्न चाहनुहुने? आफ्नो ठाउँमा घोडा टेक्नुहोस्। को हुनुहुन्छ यो खास्टो ओढ्न चाहनुहुने? धेरैपल्ट हामी जब अभिषेकको कुरा गर्छौँ नि, हामी सुनौलो अभिषेक, एकदम तेल जस्तो, सुन जस्तो, एकदमै सुन्दर सुन्दर कुराहरू, ज्योति उज्यालो ढकमक्क भएको कुराहरू हामी मात्र देख्छौँ। तर यसघरि म जे कुरा देखिराखेको छु त्यो चाहिँ एउटा फुस्रो साधारण माटोसँग मिलिगएको, माटोकै जस्तो रङ भएको खास्टो देख्दैछु। त्यो खास्टोमा चमक छैन, त्यो खास्टोमा रमाइलोपन देखिँदैन। तर परमेश्वरले भन्दै मेरो छोराले ओढेको खास्टो हो यो। आज तपाईँ कतिजना ओढ्न चाहँदै हुनुहुन्छ? कतिजना ओढ्न चाहँदै हुनुहुन्छ खास्टो? तपाईँको मण्डलीमा जागृति चाहनुहुन्छ? तपाईँको परिवारमा मिलाप चाहनुहुन्छ? तपाईँ लोग्ने स्वास्नी एक भएर हिँड्न चाहनुहुन्छ? तपाईँको समाजमा एकता चाहनुहुन्छ? तपाईँको मण्डली एक भइकन जागृतिको लागि खडा भएको चाहनुहुन्छ? तपाईँको परिवारमा, तपाईँको सन्तानमा, तपाईँको समाजमा, तपाईँको गाउँमा परमेश्वरले काम गरेको चाहनुहुन्छ? प्रभुले भन्नुहुन्छ यो खास्टो ओढ्नेले जागृति लिएर आउँछ। अब यो खास्टो ओढ्नेलाई म मेरो नयाँ अभिषेक खन्याउँछु। जतिजना चाहँदै हुनुहुन्छ प्रभुलाई भन्नुहोस्, प्रभु मलाई यो खास्टो ओढाइदिनुहोस्, मलाई यो खास्टो ओढाइदिनुहोस्, मलाई यो खास्टो ओढाइदिनुहोस्। आई वान्ट दिस अनोइन्टिङ। प्रभु मलाई यो अभिषेकको खाँचो छ। 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 प्रभु संसारमा घमण्ड बढ्दै जाँदा तपाईँले चाहिँ मलाई नम्र बनाउनुहोस्। धन्य नम्र हुनेहरू तिनीहरूले पृथ्वीलाई अधिकार गर्नेछ। यस्तो खास्टो लागेको मानिसहरू धेरै खडा भएको म देख्दैछु हाम्रो जातिमा नि। ओ रबा शाखा यस्तो खास्टो ओढेका थुप्रो मान्छेहरू उभिएको म देख्दैछु यसगरी। यस्तो मान्छेहरूको हातमा नि परमेश्वरले कटनीको हँसिया दिँदै हुनुहुन्छ।
यस्तो मान्छेको हातमा परमेश्वरले कटनीको हँसिया दिँदै हुनुहुन्छ। नम्र बनिनुहोस्, झुकाउनुहोस् आफ्नो जीवनलाई, किनभने परमेश्वरको अगाडि उचालिनु चाहिँ एउटै मात्रै छ ठाउँ, त्यो चाहिँ नम्र भएर हो, नम्र भएर हो। धन्यवाद। थ्याङ्क यू जिसस, थ्याङ्क यू प्रभु, थ्याङ्क यू प्रभु। धन्यवाद, 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 धन्यवाद प्रभु, धन्यवाद तपाईँलाई, धन्यवाद, धन्यवाद प्रभु, धन्यवाद तपाईँलाई, धन्यवाद, धन्यवाद प्रभु, धन्यवाद तपाईँलाई, धन्यवाद। सारा महिमा हामी प्रशंसा तपाईँलाई दिन्छौँ, सारा प्रशंसा तपाईँलाई, आराधना प्रभु तपाईँलाई, महिमा तपाईँलाई। हामी प्रार्थना गर्छौँ प्रभु, अबको यो प्रभु यो दिनहरूमा, आउने दिनहरूमा नम्रता चाहिँ तपाईँ नि मेरो धन भएको होस् प्रभु। तपाईँले हामीलाई नम्र भएर हिँड्न सिकाउनुहोस्, नम्र भइकन तपाईँको राज्यमा प्रवेश गर्न सिकाउनुहोस्। सानो बालक जस्तो हुन हामीलाई तपाईँले सिकाउनुहोस्, नम्रताको वस्त्र धारण गर्न सिकाउनुहोस् प्रभु। तपाईँ यति साह्रो होचिनु भयो, बाइबलले भन्छ हामीलाई पनि होचिन सिकाउनुहोस्। मण्डलीमा एकता आएको होस्, परिवारमा एकता आएको होस् प्रभु। जातिमा एकता आएको होस् प्रभु। म प्रार्थना गर्छु प्रभु येशू, तपाईँको वस्त्रले हामीलाई सिँगार्नुहोस्, तपाईँको वस्त्रले हामीलाई सिँगार्नुहोस्। धन्यवाद सबै कुराको लागि। सारा महिमा, प्रशंसा, आराधना, भक्ति तपाईँलाई, जय जयकार तपाईँलाई। प्यारो प्रभु येशू ख्रिस्टको नाममा आमेन अनि आमेन। हवस्, तपाईँहरू सबैजनालाई प्यारो प्रभु येशू ख्रिस्टको नाममा जय मसीह।